ओके, अब क्वाड्राटिक इक्वेसन सुरु गरौँ। यसमा चाहिँ तपाईँको सिम्पल इक्वेसन, लिनियर इक्वेसन अनि क्वाड्राटिक इक्वेसन सबै मिक्सवाला क्वेसन सोधिरहेको हुन्छ है। जस्तो यो अलिकति क्वाड्राटिक इक्वेसन भनेको के हो त भन्दा, क्वाड्राटिक इक्वेसन जान्नको लागि चाहिँ यो भनेको चाहिँ पोलिनोमियल इक्वेसन है। पहिला नम्बरमा जान्नु पर्यो पोलिनोमियल इक्वेसन। पोलिनोमियल इक्वेसन्स भन्छ है। पोलिनोमियल इक्वेसन भनेको चाहिँ कस्तो भन्दा है, यसको फर्मेट चाहिँ कस्तो हुन्छ भन्दा ए नट प्लस a1x प्लस a2x स्क्वायर प्लस डट 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 प्लस anx टु दी पावर n इक्वल्स टु 0 यस्तो टाइपको इक्वेसन छ भने यसलाई हामी पोलिनोमियल इक्वेसन भन्छौँ है। र यसमा जान्नुपर्ने कुरा चाहिँ पोलिनोमियल इक्वेसनमा डिग्री भन्ने टर्म आउँछ है। डिग्री भन्छ, डिग्री भनेको चाहिँ के हो भन्दा, डिग्री भनेको चाहिँ हाइएस्ट पावर अफ, डिग्री भनेको चाहिँ के हो त भन्दा हाइएस्ट पावर अफ भेरिएबल हो है। भेरिएबल अथवा चाहिँ एक्स हो। यहाँ अहिले भेरिएबल एक्स छ भन्नुको मिनिङ यो केसमा एक्स को सबैभन्दा ठुलो पावर यहाँ 0 छ, 1 छ, 2 छ, 3 छ, सो अन गर्दै कति छ त एन छ है। यो केसमा चाहिँ यसको डिग्री कति हुँदो रहेछ, पोलिनोमियलको डिग्री भन्नुभयो भने यहाँ चाहिँ कति छ, एन छ है। डिग्री एन छ भनेपछि पोलिनोमियल इक्वेसन भनेको चाहिँ यो लिनियर इक्वेसन, क्वाड्राटिक इक्वेसन, क्युबिक इक्वेसन यो सबैको लागि चाहिँ के हो त भन्दा यिनीहरू को लागि चाहिँ एउटा बेसिक इक्वेसन भयो है। त्यसैबाट चाहिँ हाम्रो यो बाँकी अरू कुराहरू बन्छ भन्ने बुझ्नु पर्यो। हेर्नुहोस् त यो क्वेसनमा यसरी बुझ्नु पर्यो है त। अब त्यसो हुँदा यो भनेको चाहिँ पोलिनोमियल इक्वेसन भयो। यसमा चाहिँ डिग्री भनेको एन रहेछ र एउटा कुरा बुझ्नु पर्यो, जति डिग्री छ त्यतिवटा रुट हुन्छ है। जस्तो पोलिनोमियल इक्वेसनको एनवटा डिग्री छ भने यसको रुट पनि कतिवटा हुन्छ, एनवटा हुन्छ। अर्को रुट भन्छ, रुट भनेको चाहिँ के हो भन्दा, रुट भनेको चाहिँ भ्यालु अफ एक्स विच सेटिस्फाइज, भ्यालु अफ एक्स विच सेटिस्फाइज गिभन इक्वेसन भने है मैले, गिभन इक्वेसन भने यसलाई चाहिँ हामी रुट भन्छौँ। जस्तो फर इक्जाम्पल तपाईँलाई मैले एउटा इक्जाम्पल दिएँ। सपोज हामीले मानिलिउँ अहिले एक्स स्क्वायर माइनस 5x प्लस 6 बराबरी 0 भन्ने एउटा इक्वेसन रहेछ है। यो कस्तो इक्वेसन अहिले छोडौँ। यसलाई सल्भ गर्दा, यसलाई सल्भ गर्नुभयो भने एक्स को भ्यालु चाहिँ दुईटा आउँछ, एउटा चाहिँ 2 आउँछ, अर्को चाहिँ 3 आउँछ है। मैले यहाँ गरिनँ। यो 2 र 3 लाई के भन्छ भन्दा रुट भन्छ ए, रुट भन्छ। र यो इक्वेसनमा सबैभन्दा एक्स को ठुलो पावर भनेको अहिले 2 छ है। एक्स को ठुलो पावर भनेको 2 छ। यो 2 भनेको चाहिँ हाम्रो के हो त अहिले भन्दा, एक्स को ठुलो पावर भनेको 2 छ। यो 2 लाई चाहिँ हामी के भन्छौँ भन्दा डिग्री भन्छौँ। र जति डिग्री छ अहिले डिग्री 2 छ भने यसको रुट पनि दुईटै हुन्छ। दुईटा रुट चाहिँ हामीले यही देख्न पाउँछौँ है। जति डिग्री छ त्यतिवटा रुट हुन्छ, जति डिग्री छ त्यतिवटा रुट हुन्छ। रुट चाहिँ हामीले यही देखिहाल्यौँ है त। यो चाहिँ भयो पोलिनोमियल इक्वेसनको कुरा भयो है। भनेपछि यसलाई कसरी भन्न पाइयो भने इभ्री पोलिनोमियल इक्वेसन अफ डिग्री एन हैज एक्ज्याक्टली एन रुट्स पनि भन्छ है। एउटा मैले यहाँ पोइन्ट पनि लेख्दिएँ, इभ्री पोलिनोमियल इक्वेसन अफ डिग्री एन हैज एक्ज्याक्टली एन रुट्स पनि भन्छौँ है। एक्ज्याक्टली एन रुट्स पनि भन्छौँ हामी है। पोलिनोमियल इक्वेसन जसको डिग्री चाहिँ एन छ भने यसको एनवटै रुट्स हुन्छ। अब जस्तो यसमा हेरौँ है त। जस्तो तपाईँलाई चाहिँ यो एन छ नि डिग्री, यदि डिग्री चाहिँ डिइजिआरई, यदि डिग्री चाहिँ 1 छ भने यसलाई के भन्छ थाहा छ? डिग्री 1 छ भने यस्तो इक्वेसनलाई के भन्छ? लिनियर इक्वेसन भन्छ है। जस्तो कस्तो हुन्छ यो भन्दा ax प्लस b इक्वल्स टु 0 टाइपको इक्वेसन हुन्छ। अनि सिमिलरली डिग्री 2 छ भने यो कस्तो खालको इक्वेसन भयो भन्दा यसलाई हामी क्वाड्राटिक इक्वेसन भन्छौँ। क्वाड्राटिक इक्वेसन भन्छौँ।
है। यसको फर्मेट कस्तो हुन्छ भन्दा ax स्क्वायर प्लस bx प्लस c इक्वल्स टु 0 यस्तो टाइपको इक्वेसन हुन्छ है। हामीले पढ्ने चाहिँ यो क्वाड्रेटिक इक्वेसन यो डिग्री 2 वाला पढ्छौँ। त्यसै गरी डिग्री 3 छ भने यसलाई हामी के भन्छौँ भन्दा क्युबिक इक्वेसन भन्छौँ है, क्युबिक इक्वेसन भन्छौँ। यसमा यसलाई कसरी लेख्ने ax क्युब bx स्क्वायर cx प्लस d इक्वल्स टु 0 लाइक यो टाइपको फर्म छ, यो टाइपको इक्वेसन छ भने यसलाई हामी क्युबिक इक्वेसन भन्छौँ। डिग्री 4 छ भने त्यसलाई बाई क्वाड्रेटिक भन्छ अनि क्विन्टिङ भन्छ अथवा यस्तै फर्दर भन्दै जान्छ। तपाईँलाई चाहिँ यसलाई चाहिँ पोलिनोमियल इक्वेसन अफ डिग्री 3 पनि भन्दा भयो र यसको अझै स्पेसियल नाम खोज्दा चाहिँ क्युबिक इक्वेसन भयो है। अब यसमा हामी क्वाड्रेटिकमा छिरौँ है त। अब क्वाड्रेटिक भन्ने बित्तिकै के आइडिया हुनु पर्यो भने क्वाड्रेटिक भनेको इक्वेसन चाहिँ योसँग मिल्दो हुँदो रहेछ है, इक्वेसनको टाइप चाहिँ यस्तो हुँदो रहेछ र यसको डिग्री चाहिँ अहिले कति छ त 2 रहेछ भन्ने बुझ्नु पर्यो है। डिग्री 2 को मिनिङ चाहिँ भेरिएबलको सबैभन्दा ठुलो पावर भनेको x को पावर चाहिँ कति हुनु पर्यो 2 हुनु पर्यो है। र यो कसैलाई थाहा छ n को भ्यालु जे पातै हुँदैन है। यहाँ यो n छ नि, n को भ्यालु जे पातै हुँदैन, n बिलोङ्स टु आई प्लस भन्छु म अथवा चाहिँ n भने है, n भनेको चाहिँ नेचुरल नम्बर भने है त। यो n भनेको पावर छ नि, कि त पोजिटिभ इन्टिजर हुन्छ अथवा पोजिटिभ इन्टिजर भन्नु र नेचुरल नम्बर भन्नु कुरा एउटै हुन्छ है। n भनेको चाहिँ जे पातै जस्तो 1/2 1/7 त्यस्तो छ भने त्यसलाई हामी पोलिनोमियल इक्वेसन भन्दैनौँ है, त्यो हुँदैन। ल यो भयो क्वाड्रेटिक। अब यसमा जाउँ है त। क्वाड्रेटिक भित्र चाहिँ पहिला बेसिक इक्वेसन कस्तो हुन्छ है, टर्महरूलाई के भन्ने भन्ने कुरा हेरौँ। जस्तो क्वाड्रेटिक इक्वेसन भनेको चाहिँ हेर्नुहोस् है त, इक्वेसन अफ द टाइप ax स्क्वायर प्लस bx प्लस c बराबरी 0 यसलाई क्वाड्रेटिक इक्वेसन भन्छ। यो कसमा क्वाड्रेटिक छ भने एक्समा छ है, अहिले भेरिएबल हाम्रो एक्स छ। अब यहाँ जहाँ यो ए बी र सी लाई हामी के भन्छौँ भन्दा कफिसिएन्ट भन्छौँ है, ए बी र सी लाई कफिसिएन्ट भन्छौँ। यो कफिसिएन्ट भनेको कन्स्टेन्ट हो है, एबिसी तिनटै रियल नम्बर हो र जसलाई हामी कन्स्टेन्ट भन्छौँ त्यो कुरा। एबिसी भनेको चाहिँ बिलोङ्स टु रियल नम्बर एन्ड अल दिज आर कन्स्टेन्ट भयो। र यहाँ हेर्नुहोस् त ए को भ्यालु 0 हुन पाएन है। यदि यसमा ए को भ्यालु 0 भइदियो भने when a equals to 0, अब हेर्नुहोस् त ए को भ्यालु 0 भइदियो भने यो के भन्छ bx प्लस c इक्वल्स टु 0 भन्छ। भन्नुको मिनिङ अब यो क्वाड्रेटिक रहेन, यो के हुन्छ लिनियर इक्वेसन भन्छ है, लिनियर इक्वेसन भन्छ। त्यही भएर क्वाड्रेटिक हुनको लागि जरुरी एक्स स्क्वायरको कोफिसिएन्ट चाहिँ 0 हुनु भएन है। ए मिन्स कोफिसिएन्ट अफ एक्स स्क्वायर विच इज नट इक्वल्स टु 0। अनि अर्को कुरा चाहिँ जस्तो यो क्वाड्रेटिक इक्वेसन छ नि, यसले चाहिँ हामीलाई रिप्रेजेन्ट गर्ने भनेको प्याराबोला हो है। प्याराबोला भनेको चाहिँ जस्तो तपाईँको यस्तो खालको सेप हुन्छ प्याराबोलाको चाहिँ है, आइदर अपवर्ड यस्तो हुनसक्छ अथवा चाहिँ डाउनवर्ड यस्तो हुनसक्छ अथवा चाहिँ लेफ्ट साइडेड र राइट साइडेड पनि हुन्छ। अब यहाँ चाहिँ हेर्नुहोस् है, जस्तो जेनरल इक्वेसन चाहिँ प्याराबोलाको लागि चाहिँ यस्तो खालको इक्वेसन हुन्छ, एक्स स्क्वायर इक्वल्स टु 4ay टाइपको इक्वेसन हुन्छ है। एक्स स्क्वायर इक्वल्स टु 4ay यो फङ्सनले रिप्रेजेन्ट गर्ने कर्व भनेको चाहिँ यो हो है। अब मलाई चाहिँ यो क्वाड्रेटिक इक्वेसन भन्दा नि क्वाड्रेटिक फङ्सनले रिप्रेजेन्ट गर्ने कर्व भनेको चाहिँ प्याराबोला हो। र यो प्याराबोला पनि ए को भ्यालु अनुसार कतातिर फेस गर्ने, अपवर्ड हुने कि डाउनवर्ड हुने भन्ने कुरा चाहिँ हामीलाई यो ए ले दिन्छ एक्स स्क्वायरको कोएफिसिएन्टले। यदि ए को भ्यालु चाहिँ 0 भन्दा ठुलो छ भने चाहिँ यो प्याराबोला चाहिँ फेसिङ अपवर्ड भनेको लाइक यस्तो टाइपको प्याराबोला हुन्छ है। अनि ए को भ्यालु चाहिँ 0 भन्दा सानो छ भने यो चाहिँ हाम्रो डाउनवर्ड प्याराबोला भनेको लाइक यस्तो खालको हुन्छ है। यो चाहिँ तपाईँलाई डाइरेक्टली एमसिक्यूमा सोध्न सक्छ है। तपाईँलाई चाहिँ वेन ए ग्रेटर देन 0 कस्तो खालको प्याराबोला हुन्छ भनेर यसरी क्वेसन हुन सक्छ है। ल अब यो ग्राफ ड्र गर्ने कुरा पनि छ है। जस्तो तपाईँले चाहिँ ग्राफ ड्र गरेर यसको सबै प्यारामिटरहरू पनि निकाल्न सकिन्छ। अब त्यो कुरा हामीले चाहिँ अब चाहिने कुरा पढ्छौँ है त। त्यो कुरा चाहिँ ट्याक्कै एक्जाम पोइन्ट अफ भ्यूले पढ्दा त्यो कुरा हामीलाई ठ्याक्कै नसोध्नै भएकोले त्यो कुरा चाहिँ मैले यहाँ डिस्कस गर्दिनँ है, चाहिने कुरा मात्रै गर्छौँ। अनि अर्को कुरा चाहिँ अर्को पोइन्ट भनेको क्वाड्रेटिक इक्वेसनको डिग्री चाहिँ 2 हुन्छ र यसको रुट्स चाहिँ 2टा हुन्छ। मैले यो कुरा अगाडि नै डिस्कस गरिसकेँ। र यदि तपाईँलाई चाहिँ हेर्नुहोस् है, यो
x को कोएफिसिएन्ट है कोएफिसिएन्ट अफ x x को कोएफिसिएन्ट चाहिँ यो b हो b को भ्यालु चाहिँ यदि 0 छ भने है यहाँ हेर्नुस् है त क्वाड्रेटिक इक्वेसन जसको चाहिँ फर्स्ट डिग्री अफ द अननोन क्वान्टिटी इज एब्सेन्ट फर्स्ट डिग्री अफ अननोन क्वान्टिटी भनेको चाहिँ हेर्नुस् है त b को कोएफिसिएन्ट भनेको यो अननोन छ भने यसलाई चाहिँ तपाईले कोएफिसिएन्ट अफ एक्स भन्दा पनि भयो यो चाहिँ अननोन छ सरी एब्सेन्ट छ भने एब्सेन्ट भनेको चाहिँ अहिले 0 छ भन्ने बुझ्नु पर्यो यदि b को भ्यालु 0 छ भने यस्तो खालको क्वाड्रेटिक इक्वेसनलाई चाहिँ प्योरली क्वाड्रेटिक इक्वेसन भन्छौं जसको इक्वेसन चाहिँ ax² + c = 0 हुन्छ है यसबाट चाहिँ तपाईले सजिलै x को भ्यालु निकाल्न सक्नुहुन्छ है यहाँबाट चाहिँ x² को भ्यालु चाहिँ कति हुन जान्छ -c/a हुन जान्छ अनि x को भ्यालु चाहियो भने प्लस माइनस √/ -c/a यसरी सजिलै आउँछ है ल यस्तो हुन जान्छ है त अब तपाईलाई कसैलाई यो क्वाड्रेटिक इक्वेसनको दुईटा रुट हुन्छ भनेको के हो पनि भन्दै हुनुहुन्छ जस्तो यसको लागि चाहिँ हेर्नुस् है त मैले एउटा एक्जाम्पल दिन्छु है त फर एक्जाम्पल एउटा इक्वेसन रहेछ x² - 7x + 12 = 0 है यो भनेको हाम्रो क्वाड्रेटिक इक्वेसन हो कसरी भन्दा यस्तो खालको फर्मेटमा छ यस्तो खालको फर्मेटमा छ ax² + bx + c = 0 भने यसलाई हामी क्वाड्रेटिक इक्वेसन भन्यौं ठीक छ यसलाई सल्भ गर्नुस् है त के हुँदो रहेछ यसलाई सल्भ गर्दा यो भनेको मल्टिप्लाई गर्दा 12 प्लस माइनस गर्दा 7 भनेको नम्बरहरु भनेको हेर्नुस् है त कति हुन्छ भन्दा 3 र 4 हुँदो रहेछ 3 + 4x + 12 = 0 यसलाई अलिकति मिलाउनुस् x² - 3x - 4x + 12 = 0 अन सल्भिङ यसलाई तपाईले सल्भ गर्नुभयो भने फर्स्टमा x कमन आयो रिमेनिङ x - 3 -4 कमन आयो रिमेनिङ x - 3 = 0 यहाँबाट एउटा x - 3 अर्को x - 4 बराबरी 0 आउँछ आइदर दिस इक्वल्स टु 0 गर्दा x को भ्यालु 3 आउँछ और दिस इक्वल्स टु 0 गर्दा x को भ्यालु चाहिँ 4 आउँछ है हो यो x को भ्यालु छ नि यो 3 र 4 यो 3 र 4 भनेको दुईटा भ्यालु भयो यसैलाई हामी के भन्छौं भन्दा रुट्स भन्छौं है यसैलाई हामी रुट्स भन्छौं मैले अघि पनि भने हो नि भ्यालु अफ x भेरिएबल व्हिच सेटिस्फाइड द गिवन इक्वेसन यो गिवन इक्वेसनलाई सेटिस्फाई गर्ने भ्यालुलाई हामी रुट्स भन्छौं त्यसको मिनिङ सपोज x को ठाउँमा 3 लगेर यहाँ पुट गर्नु भयो भने 3 लगेर राख्नु भयो भने 3² 9 माइनस 7 3 जा 21 9 minus 21 plus 12 हुन्छ यसलाई सल्भ गर्नु भयो भने 0 आउँछ है त भन्नुको मिनिङ यो इक्वेसन चाहिँ यो दुईटा x को भ्यालुले सेटिस्फाई गर्छ त्यही भएर यसलाई चाहिँ रुट भन्ने है त रुटको मिनिङ चाहिँ जसले चाहिँ इक्वेसनलाई सेटिस्फाई गर्नु भयो ठीक छ यो बेसिक कुरा भयो ए अब यो x को भ्यालु निकाल्नको लागि अहिले यस्तो खालको फर्म आयो भने पो फ्याक्टराइज गर्न सकिन्छ त यस्तो खालको फर्म आइदैन भने हामी के गर्ने भन्दा हेर्नुस् है यस्तो खालको फर्म आइदैन भने यसलाई सल्भ गर्नको लागि एउटा फर्मुला थियो 9 10 मा पनि पढाएको थियौ x को भ्यालु चाहिँ कति हुन्छ -b + or minus √ b² - 4ac divided by twice a हुन्थ्यो है -b + or minus √ b² - 4ac divided by twice a हुन्छ अनि यहाँ एउटा जस्तो यसैलाई चाहिँ फर्दर अलिकति सिम्प्लिफाई गरियो अथवा चाहिँ अझै सर्ट तरिकाले लेख्ने हो भने यसरी -b + or minus √d divided by 2a लेख्छ र यो d भनेको चाहिँ डिस्क्रिमिनेन्ट हो है यो चाहिँ नेचर अफ रुट्स निकाल्नको लागि इम्पोर्टेन्ट छ हामी एक दुईवटा स्लाइड पछि हेर्छौं र यो d को भ्यालु चाहिँ कति हुन जान्छ भन्दा b² - 4ac हुन जान्छ है डिस्क्रिमिनेन्ट भन्छ यो चाहिँ b² - 4ac र यसको भ्यालु चाहिँ हामी नेचर अफ रुट्स क्याल्कुलेट गर्दा चाहिँ d निकालेर काम गर्छौं ठीक छ जस्तो कुनै एउटा एक्जाम्पलमा एप्लाई गर्नु पर्यो भने फर एक्जाम्पल अहिले मैले मान्दिए कुनै रेन्डमली इक्वेसन छ है 2x² - 7x + 8 = 0 एउटा इक्वेसन आयो अब यसबाट x को भ्यालु कति हुन्छ खोज्नु पर्यो मलाई हेर्नुस् त अब मल्टिप्लाई गर्दा 7 दुना 8 दुना 16 16 अनि प्लस माइनस गर्दा 7 यस्तो नम्बर छ भने त ठीक छ अब छैन भने के गर्ने छैन भने हामी के गर्छौं यो फर्मुला लगाउँछौं है अब यसको लागि चाहिँ हेर्नुस् त यो ax² + bx + c सँग कम्पेयर गर्नुभयो भने a को भ्यालु तपाईले पाउनुहुन्छ 2 b को भ्यालु तपाईले पाउनुहुन्छ -7 र c को भ्यालु तपाईले पाउनुहुन्छ 8 है
2 -7 र 8 हुन जान्छ। त्यसो भने x को भ्यालु कति हुँदो रहेछ बाइ दिस फर्मुला हेर्नुस् त माइनस माइनस b भनेको -7 प्लस अर माइनस अंडर रूट b स्क्वायर मिन्स -7 को स्क्वायर माइनस 4 a भनेको हाम्रो अहिले 2 छ c भनेको हाम्रो 8 छ डिवाइडेड बाइ 2 टाइम्स a भनेको अहिले कति छ त 2 छ। यसलाई सल्भ गर्नुभयो भने 7 प्लस माइनस अंडर रूट यो भनेको 49 माइनस 8 चौको 32 32 दुना 64 डिवाइडेड बाइ 4 हुन जान्छ ए डिवाइडेड बाइ 4 हुन जान्छ। त्यसो हो भने यसलाई फर्दर सल्भ गर्नुभयो भने हेर्नुस् त यहाँ रुट भित्र अहिले माइनस आयो, रुट भित्र माइनस आयो भन्नुको मिनिङ यसबाट के आउँछ भ्यालु भन्दा इमेजिनरी रुट्स आउँछ। यसको रुट्सलाई चाहिँ हामी के भन्छौं भन्दा इमेजिनरी रुट्स भन्छौं ए इमेजिनरी रुट्स भन्छौं। इमेजिनरी रुट्स कसरी भयो भन्दा यो रुट भित्र चाहिँ माइनस आइदियो, रुट भित्र नेगेटिभ आयो भने यो नम्बरहरू चाहिँ रियल नम्बर हुँदैन है इमेजिनरी नम्बर हुन्छ है। जस्तो फर एक्जाम्पल -4 को अंडर रूट छ भने हामी यसलाई कसरी लेख्छौं भन्दा नि यसको लागि चाहिँ -4 को अंडर रूट लेख्नको लागि पहिला -1 टाइम्स 4 लेख्छौं है -1 टाइम्स 4 लेख्छौं र तपाईले एउटा कुरा ख्याल गर्नुपर्छ कम्प्लेक्स नम्बर भन्ने टपिक छ जसमा चाहिँ युलर्स भन्ने म्याथमेटिशियनले चाहिँ एउटा कुरा एजुम गरेका छन् जसको रिजल्ट चाहिँ आई स्क्वायर को भ्यालु -1 हुन्छ भन्छ है। यो आफैमा एउटा टपिक छ, यति कुरा मात्रै ख्याल गर्नुस् आई स्क्वायर को भ्यालु -1 हुन्छ। त्यसो भने यहाँ तपाईले -1 को ठाउँमा आई स्क्वायर राख्नुहुन्छ र 4 लाई 2 को स्क्वायर राख्नुभयो भने यसको भ्यालु चाहिँ 2i आउँछ ए -4 को अंडर रूट गर्दा 2i आउँछ र यो 2i भनेको कस्तो नम्बर हो भन्दा इमेजिनरी अथवा कम्प्लेक्स नम्बर हो है त इमेजिनरी नम्बर हो। त्यसैले सेम यहाँ पनि माइनसमा आउँछ, माइनसमा आयो भने एन्सर आई को टर्ममा आउँछ, त्यही भएर यसको रुट्सहरु चाहिँ इमेजिनरी हुन्छ है। भनेपछि अब ठ्याक्कै फ्याक्टराइज हुँदैन थाहा छैन भने हामीले यो काम गर्न सक्यौं जसमा चाहिँ डाइरेक्टली फर्मुला एप्लाई गर्ने फर्मुला यो हुन्छ है। ल यस्तो भयो। अब यसमा अब फेरि यो x को भ्यालुलाई के भन्ने हेर्नुस् त x को भ्यालुलाई यो दुईटा भ्यालु छ नि दुईटा भ्यालुलाई हामी रुट्स भन्छौं है। यो दुईटा भ्यालु चाहिँ रुट हो, दुईटा कसरी एकचोटी प्लस लिने एकचोटी माइनस लिने। यो x भनेको के हो रुट हो ए x भनेको चाहिँ रुट हो कसको रुट्स अफ क्वाड्रेटिक इक्वेसन QE कुन क्वाड्रेटिक इक्वेसन माथि गिभन छ ax स्क्वायर प्लस bx प्लस c बराबरी 0 ए x भनेको चाहिँ हाम्रो रुट्स रहेछ यो। त्यसो हो भने अब हेर्नुस् है अब यसलाई जनरली लेख्दा कसरी लेख्ने चलन छ भने अल्फा र बीटाको टर्ममा लेख्ने चलन छ ए रुट्सलाई चाहिँ आइदर तपाईले प्लसलाई अल्फा लेख्नुस् अथवा माइनसलाई अल्फा लेख्नुस् अल्फा र बीटाको टर्ममा लेख्ने चलन छ ए रुट्सलाई अल्फा र बीटा। अब तपाईले यो तीनटा रिजल्ट चाहिँ याद गर्नुपर्ने हुन्छ, निकाल्न त सकिन्छ यहीबाट पनि निकाल्न सकिन्छ। जस्तो मलाई यो दुईटा रुट्सलाई जोड्ने हो भने है दुईटा रुट्सलाई जोड्ने हो भने अल्फा र बीटा अल्फा प्लस बीटा यसको भ्यालु चाहिँ सम अफ रुट्स भन्छ। यो दुईटा रुट्सलाई जोड्ने हो भने रिजल्ट के आइदिन्छ भने हेर्नुस् है त दुईटा रुट्स भनेको -b डिवाइडेड बाइ 2a प्लस अंडर रूट मैले b स्क्वायर माइनस 4ac एज इट इज लेखेँ डिवाइडेड बाइ 2a भयो है। जोड्नु भनेपछि बीचमा प्लस फेरि यसमा पनि ब्रेक गरे भने -b बाइ 2a माइनस रुट ओभर b स्क्वायर माइनस 4ac डिवाइडेड बाइ 2ac हुन्छ। यो प्लस र माइनस क्यान्सल भयो -b बाइ 2a माइनस b बाइ 2a गर्नुभयो भने -b बाइ a आउँछ। त्यही भए यसरी दुईटा रुट्सलाई जोड्ने हो भने -b बाइ a आउँछ। यसलाई हामी इन टर्म्स अफ कोएफिसिएन्टमा भन्छौं भने b भनेको x को कोएफिसिएन्ट भयो कोएफिसिएन्ट अफ x र a भनेको x स्क्वायर को कोएफिसिएन्ट भयो त्यही भएर कोएफिसिएन्ट अफ x स्क्वायर भन्छौं है। यो चाहिँ के भयो त भन्दा अहिले सम गर्दा यस्तो भयो यसको प्रोडक्ट दुईटालाई यो दुईटालाई मल्टिप्लाई गर्नुभयो भने यो दुईटालाई मल्टिप्लाई गर्दा हेर्नुस् त a प्लस b a माइनस b को फर्ममा हुन्छ। तपाईले a स्क्वायर माइनस b स्क्वायर को फर्मुला एप्लाई गरिदिनु भयो भने यहाँबाट के आइदिन्छ भने यसको रिजल्ट चाहिँ c बाइ a आउँछ ए यसको रिजल्ट चाहिँ c डिवाइडेड बाइ a आउँछ।
सी बाई ए आउँछ। अनि त्यसै गरी डिफरेन्स अफ रुट्स भनेको घटाइदिने है। यो अल्फा र बिटा घटाउनु भयो भने, अल्फा र बिटा घटाउने हो भने यसको भ्यालु चाहिँ कति आइदिन्छ भन्दा अन्डर रुट डी डिभाइडेड बाई ए आउँछ। यो रुट अन्डर डी भनेको रुट ओभर बी स्क्वायर माइनस 4ac डिभाइडेड बाई ए हुन जान्छ है। ए भनेको चाहिँ एक्स स्क्वायरको कोएफिसिएन्ट भयो, डी भनेको चाहिँ अहिले यहाँ डिस्क्रिमिनेन्ट हुन्छ। ठिक छ, भनेपछि कहिलेकाहीँ यो सम अफ फ्रुट्स र प्रोडक्ट अफ फ्रुट्सको रेसियो पनि सोध्न सक्छ तपाईँलाई है, अथवा चाहिँ यो रिजल्ट हामीले फर्दर एप्लाई गर्नुपर्ने हुनसक्छ। यो खालको इक्जाम्पल मैले यहाँ पछाडि राखेको छु। बुझ्ने, सम अफ फ्रुट्स भनेको माइनस बी बाई ए, प्रोडक्ट अफ फ्रुट्स भनेको सी बाई ए। अब यो भन्दैमा तपाईँको जस्तो इक्जाम्पल अहिले मैले लिए एक्स स्क्वायर माइनस क्युएक्स प्लस पी इक्वल्स टु 0 भन्ने। अब यसको रुट्सलाई अहिले मैले यसको रुट्सलाई एकछिनलाई अल्फा र बिटा मानिदिएँ भने है, यसको रुट्सलाई एकछिनलाई अल्फा र बिटा मानिदिएँ भने मलाई सम अफ रुट्स निकाल्नु पर्यो, अल्फा र बिटा जोड्नु पर्यो भने हेर्नुहोस् त फर्मुलाको माइनस के हुन्छ भन्दा अब माइनस बी बाई ए सबै ठाउँमा लेख्न मिलेन। किन? इक्वेसन यस्तो थियो भने पो लेख्ने त, होइन भने के गर्ने? माइनस यहाँ माथि के हुन्छ? एक्स को कोएफिसिएन्ट, एक्स को कोएफिसिएन्ट विथ साइन अहिले कति छ? माइनस क्यू। अनि डिनोमिनेटरमा के हुन्छ? कोएफिसिएन्ट अफ एक्स स्क्वायर, एक्स स्क्वायरको कोएफिसिएन्ट अहिले यहाँ कति छ? छैन। भन्नुको मिनिङ कति छ? 1 छ। यहाँबाट सम अफ फ्रुट्स कति आउँछ? क्यू आउँछ। अनि प्रोडक्ट अफ फ्रुट्स कति आउँछ? अल्फा इन्टु बिटा। अल्फा इन्टु बिटा भनेको सी बाई ए। सी भनेको के हो? कोएफिसिएन्ट अफ अथवा चाहिँ कन्स्टेन्ट टर्म। कन्स्टेन्ट टर्म भनेको भेरिएबल कन्टेन्ट नगरेको टर्म, यहाँ के छ? पी छ, डिभाइडेड बाई कोएफिसिएन्ट अफ एक्स स्क्वायर कति? 1, यसबाट कति आउँछ? पी नै आउँछ है। अनि अल्फा माइनस बिटा निकाल्नु भयो भने रुट ओभर हेर्नुहोस् त बी स्क्वायर माइनस 4ac। अब यसमा बी भनेको कति छ अहिले? माइनस क्यू, माइनस क्यू को स्क्वायर भनेको प्लस क्यू को स्क्वायर माइनस 4, ए भनेको 1 र सी भनेको क्यू। भन्नुको मिनिङ क्यू स्क्वायर माइनस 4q हाम्रो डिफरेन्स अफ रुट्स हुँदो रहेछ है त। यो चाहिँ गिभन क्वाड्रेटिक इक्वेसनबाट सम अफ रुट्स, प्रोडक्ट अफ रुट्स र डिफरेन्स अफ रुट कसरी निकाल्ने भन्नको लागि चाहिँ यो कुरा ख्याल गर्नु पर्दो रहेछ है। ल अहिले फर्दर क्वेसन हेर्दै जाउँ ल, त्यसपछि तपाईलाई अझै क्लियर हुन्छ है। यो यसो नोटिस गर्दै जानुस् है। एक्सक्युज मी सर। हजुर सर एक पेज पछाडि गर्नु, अहिले जुन एक्जाम्पल लिएर आउनु भयो हामीलाई। बुझिन मैले। एक्जाम्पल लिएर आउनु भयो नि अहिले हामीलाई। हजुर त्यो हेरौँ न, त्यो एक्जाम्पलमा चाहिँ नि एक्स स्क्वायर माइनस क्यू एक्स प्लस 0 हो त्यो। पी हो, पी पी इक्वल्स टु 0, 0 जस्तो छ र यो। पी इक्वल्स टु 0, 0 त यस्तो छ त, हेर्नुहोस् न है। हजुर यसमा जस्तो यससँग कम्पेयर गर्नु भयो भने तपाईँले पाउने रिजल्ट भनेको ए को भ्यालु 1 हो, बी को भ्यालु माइनस क्यू हो र सी को भ्यालु पी हो। यो जस्ट यो एबिसी को भ्यालु लगेर यहाँ सब्स्टिट्युट गर्नुभयो भने सम अफ रुट्स, प्रोडक्ट अफ रुट्स र डिफरेन्स भइहाल्छ। अनि सर जुन रुट अन्डर तपाईँले लेख्नु भएको छ क्यू स्क्वायर माइनस 4a इन्टु 1 इन्टु क्यू, सी को जग्गामा हामी क्यू लेख्छौँ कि पी लेख्छौँ? सरी पी, पी यहाँ पी हो, मिस्टेक भएछ, पी हुनु पर्यो। क्यू स्क्वायर माइनस 4 1 इन्टु पी, यो पी हो। यो डिभाइड बाइ ए पनि होला। हजुर डिभाइड बाई ए, डिभाइड बाई ए भनेको 1 हुन्छ, मैले लेखिनँ। डिभाइड बाई ए भनेको ए को भ्यालु चाहिँ 1 भयो, यो 1 चाहिँ मैले लेखिनँ है त अहिले। सर त्यो डिफरेन्स अफ रुटको एक्जाम्पल एकचोटि तलको फेरि भनिदिनु न। डिफरेन्स अफ रुट्सको एक्जाम्पल, ओके, त्यसको लागि यहाँ लेखौँ है त। जस्तो फर एक्जाम्पल तपाईँलाई अझै मैले यसरी राखेँ है त। ल त्यही एक्जाम्पलै लिनु त। 1 टाइम्स एक्स स्क्वायर माइनस क्युएक्स प्लस पी इक्वल्स टु 0 रहेछ अरे। मलाई चाहिँ तपाईँको अल्फा माइनस बिटा निकाल्नु छ भने के हुन्छ भन्दा बी स्क्वायर माइनस 4ac को अन्डर रुट डिभाइडेड बाई ए हुन जान्छ। ठिक छ, यसको भ्यालु के हुन्छ भन्दा हेर्नु पर्यो, बी स्क्वायर माइनस 4ac डिभाइडेड बाई ए। अब यसलाई गिभन स्ट्यान्डर्ड इक्वेसनसँग कम्पेयर गर्दा विल गेट द भ्यालु अफ a1 b माइनस क्यू, सी को भ्यालु पी हुन जान्छ। ठिक छ, यो भ्यालु लगेर यहाँ पुट गरिदिनुहोस् न। बी स्क्वायर भनेको माइनस क्यू को होल स्क्वायर माइनस
4 a भनेको 1 c भनेको p डिभाइडेड बाई a को भ्यालु 1 छ यो गर्नु भयो भने कति आउँछ है q स्क्वायर माइनस 4p आइदिन्छ अल्फा माइनस बीटा यो हुन्छ है अब कहिलेकाहीँ तपाईलाई यहाँ के हुन्छ भन्दा जस्तो यसैमा हेर्नुस् है मैले यसैलाई थोरै एउटा पोइन्ट लेखिदिए यो एमसीक्यू को फर्ममा सोध्न सक्छ इफ डिफरेन्स अफ रुट्स बी अल्फा माइनस बीटा को भ्यालु 1 छ भने इफ डिफरेन्स अफ रुट बी 1 देन हेर्नुस् है इफ डिफरेन्स अफ रुट्स बी 1 देन विच अफ द फलोइङ इज ट्रु भन्ने क्वेसन हुन सक्छ यस्तो छ भने अल्फा माइनस बीटा को भ्यालु 1 छ भने के हुन्छ भन्दा हेरौँ है त 1 इक्वल्स टु रुट ओभर डी डिभाइडेड बाई ए हुँदो रहेछ यो दुईटालाई मिलाउनु भयो भने यहाँबाट डी को भ्यालु के सँग बराबरी हुन्छ ए स्क्वायर सँग बराबरी हुन्छ त्यसो भने डी कति हुन्छ लेख्नुस् बी स्क्वायर माइनस 4ac जसको भ्यालु चाहिँ ए स्क्वायर सँग बराबरी हुन्छ है यो कन्डिसन पनि इम्पोर्टेन्ट छ यदि डिफरेन्स अफ रुट्स को भ्यालु चाहिँ ट्याक्कै 1 छ भने कन्डिसन के आउँदो रहेछ भन्दा बी स्क्वायर माइनस 4ac इक्वल्स टु ए स्क्वायर आउँछ कसको लागि भन्दा फर दिस इक्वेसन है यसको लागि यो स्ट्यान्डर्ड इक्वेसनको लागि कन्डिसन यो हुन्छ बी स्क्वायर इक्वल्स टु 4ac प्लस ए स्क्वायर बन्न जान्छ है ल अब यो त भयो सम अफ रुट्स प्रोडक्ट अफ रुट्स को कुरा है अब कहिलेकाहीँ तपाईलाई रुट्स दिन्छ रुट्स दियो भने क्वाड्रेटिक इक्वेसन कसरी बनाउने भन्ने कुरा हेर्नु पर्यो है जस्तो यसको लागि चाहिँ के बुझ्नु पर्यो भन्दा अघि मैले एउटा एक्जाम्पल ल्याएको थिएँ नि त्यही एक्जाम्पलमा जाउँ है त जस्तो सुरुमा एउटा एक्जाम्पल ओके यो एक्जाम्पल ल्याएको थियौँ नि हामीले एक्स स्क्वायर माइनस 7x प्लस 12 इक्वल्स टु 0 भन्ने है यसको रुट्स के रहेछ 3 र 4 रहेछ मैले यसैलाई यहाँ लिएर यहाँ तपाईलाई एक्स स्क्वायर माइनस 7x प्लस 12 इक्वल्स टु 0 रहेछ यसको रुट्सलाई चाहिँ हामी के लेख्छौँ भन्दा यसको रुट्स भनेको चाहिँ 3 र 4 हुँदो रहेछ है अनि सल्भ गर्दै जाँदा नि सल्भ गर्दै जाँदा यसलाई सल्भ गर्दै जाँदा एउटा यस्तो रिजल्ट पनि आइरहेको थियो x माइनस 3 x माइनस 4 यसको भ्यालु 0 पनि आएको थियो है x माइनस 3 x माइनस 4 इक्वल्स टु 0 यस्तो खालको रिजल्ट पनि आएको थियो हामीसँग भनेपछि के बुझ्नु पर्यो भने यदि यो क्वाड्रेटिक इक्वेसन को रुट्स चाहिँ 3 र 4 हो भने इफ roots of the quadratic equation x square minus 7x plus 12 equals to 0 be 3 and 4 then we can write x minus 3 times x minus 4 equals to 0 यो कुरा लेख्न पाइन्छ है यो कुरा लेख्न पाइँदो रहेछ हामीले के गर्यौं एक्जाम्पल लिएर हेरौँ है अब त्यसो भने त्यसैगरी अल्फा र बीटा चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसन को रुट हो क्वाड्रेटिक इक्वेसन भन्ने बित्तिकै जनरल इक्वेसन सम्झ्यौं एक्स स्क्वायर प्लस bx प्लस c बराबरी 0 यो हो भने हामीले के लेख्न पाउँछौं भन्दा x माइनस अल्फा x माइनस बीटा इक्वल्स टु 0 लेख्न पाइन्छ है यो चाहिँ हाम्रो यो एक्जाम्पलबाट क्लियर हुन्छ है त त्यसो भने यसलाई अलिकति फर्दर सल्भ गरौँ है त यसलाई सल्भ गर्दा ब्र्याकेट खोल्ने हो भने x स्क्वायर माइनस अल्फा x माइनस बीटा x प्लस अल्फा बीटा इक्वल्स टु 0 लेख्न पाइयो है यो ब्र्याकेट मात्रै खोले यहाँ केही छैन यहाँबाट x स्क्वायर माइनस माइनस कमन लिनु भयो भने अल्फा प्लस बीटा टाइम्स x प्लस अल्फा बीटा इक्वल्स टु 0 आइदिन्छ है अब त्यसो भने हेर्नुस् त अल्फा प्लस बीटालाई तपाईले के लेख्नु भएको छ भन्दा अल्फा प्लस बीटालाई अगाडिको क्वेशनमा जाने भने अल्फा प्लस बीटालाई अगाडिको स्लाइडमा जाने भने हेर्नुस् त सम अफ रुट्स भन्नु भएको थियो अथवा s भन्नु भएको थियो त्यही भएर अल्फा प्लस बीटालाई हामी सम अफ रुट्स भन्छौं x स्क्वायर माइनस सम अफ रुट्स टाइम्स x प्लस अल्फा बीटा भनेको प्रोडक्ट अफ रुट्स बराबरी 0 है त र यसलाई चाहिँ इन सर्ट मेरो लेख्ने स्टाइल चाहिँ यस्तो छ x स्क्वायर माइनस sx प्लस p इक्वल्स टु 0 है x स्क्वायर माइनस sx प्लस p इक्वल्स टु 0 यसरी भइदिन्छ है त अब यसबाट पनि क्वेशनहरु सोध्न मिल्छ एक क्वेशन भनेको कस्तो भन्दा द क्वाड्रेटिक इक्वेसन QE को मिनिङ क्वाड्रेटिक इक्वेसन है whose roots are 3 and minus 1 each हेर्नुस् है
क्वाड्रेटिक इक्वेसन जसको रुट चाहिँ 3 र -1 छ भने अथवा चाहिँ 3 र -1 रुट भएको क्वाड्रेटिक इक्वेसन के हो, अथवा चाहिँ त्यस्तो क्वाड्रेटिक इक्वेसन जसको रुट चाहिँ 3 र -1 हुन्छ, त्यो क्वाड्रेटिक इक्वेसन हामीले पत्ता लगाउनु पर्यो भने अब के गर्नु पर्यो भन्दा यसरी रुट गिभन छ र क्वाड्रेटिक इक्वेसन निकाल्नु पर्यो भने के सम्झिने भन्दा एक्स स्क्वायर माइनस पहिला दुईटा रुट्सको सम हुँदो रहेछ टाइम्स एक्स प्लस दुईटा रुट्सको प्रोडक्ट हुन्छ बराबरी 0, यो कुरा सम्झिनु पर्यो है। एक्स स्क्वायर माइनस अल्फा प्लस बीटा टाइम्स एक्स प्लस अल्फा बीटा इक्वल्स टु 0। अब तपाईँले लगेर राख्ने मात्रै हो तपाईँको काम। अल्फा प्लस बीटा भनेको यहाँ अहिले अल्फा र बीटाको भ्यालु के छ, एउटा 3 छ एउटा -1 छ, जसलाई अल्फा जसलाई बीटा मारे पनि भयो। 3 प्लस -1 टाइम्स एक्स प्लस 3 टाइम्स -1 इक्वल्स टु 0। यहाँबाट हेर्नुहोस् त कति आइदिन्छ, एक्स स्क्वायर माइनस 2x माइनस 3 इक्वल्स टु 0। यो चाहिँ हाम्रो के भयो भन्दा त्यस्तो क्वाड्रेटिक इक्वेसन जसको रुट्स चाहिँ यसलाई सल्भ गर्नुभयो भने एउटा 3 आउँछ एउटा -1 आउँछ है त। चाहिँ हामीलाई यो फर्मेटमा चाहिँ एक्जाममा क्वेसन सोधेको छ है, यसरी सोधेको छ। रुट गिभन हुन्छ अनि त्यसपछि क्वाड्रेटिक इक्वेसन के हुन्छ बनाउनुहोस् भन्छ है त। ठिक छ, यो एक्जाम्पल क्लियर हुनुहुन्छ है। सर यो रुट दिएको बेलामा जहिले पनि हामीले यही फर्मुला युज गर्नुपर्ने हुन्छ। रुट तपाईँलाई यदि रुट गिभन दियो भने तपाईँले यही फर्मुला युज गर्ने। यसबाट क्वाड्रेटिक इक्वेसन बनाउनु पर्यो भने है, गिभन रुट छ क्वाड्रेटिक इक्वेसन बनाउनु पर्यो भने डाइरेक्ट यही फर्मुला युज गर्ने। अब होइन सर म यसरी गर्दिनँ यसलाई यसरी लेख्छु पनि भन्न पाउनुहुन्छ है तपाईँहरूले। फेरि पाउन चाहिँ जस्तो यसको लागि कस्तो हुन्छ भन्दा मैले यही लेखेँ है त, यसलाई यही छोटो मिठो जस्तो के भनेको छु भन्दा यदि अल्फा र बीटा कुनै पनि क्वाड्रेटिक इक्वेसनको रुट हो भने बाई दिस लाइन, यो लाइनले के भन्छ भने अल्फा र बीटा चाहिँ रुट हो भने कसरी लेख्न पाइन्छ भन्दा एक्स माइनस अल्फा एक्स माइनस 3 अनि एक्स माइनस बीटा, बीटाको भ्यालु अहिले -1 छ, यो बराबरी 0 यस्तो पनि लेख्न पाइयो। अब यसलाई फर्दर खोल्नु भयो सल्भ गर्नुभयो भने पनि आउने रिजल्ट चाहिँ ए हो। तर योभन्दा पनि सिम्प्लिफाइड फर्म भनेको हाम्रो यो फर्मुला भयो। यसरी गर्नुभयो भने अझै क्विक हुन्छ है त, अझै फास्ट हुन्छ। ल अब यसपछि एक्सक्युज मी सर। हजुर सर जुन हामीले त्यो एक्स इक्वल्स टु माइनस बी प्लस माइनस इक्वेसन जुन बताउनु भयो, हजुर अनि त्यो हाम्रो चाहिँ नि इक्वेसन सल्भ नभएको बेलामा राख्ने, यसरी राख्न मिल्दैन? भन्नाले अहिले यहाँ राख्न मिल्दैन भन्नुभएको? हजुर। जस्तो यहाँ राख्नको लागि त इक्वेसन खोइ त हामीसँग इक्वेसनै निकाल्न सोधिरहेछ नि त। जस्तो तपाईँलाई इक्वेसनबाट रुटको भ्यालु निकाल्नु पर्यो, गिभन इक्वेसनबाट एक्सको भ्यालु निकाल्नु पर्यो भने अब के गर्नु पर्यो, अहिलेको फर्मुला एप्लाई गर्नु पर्यो। तर होइन रुट दियो रुटबाट इक्वेसन निकाल्नु पर्यो भने चाहिँ यो कन्सेप्ट एप्लाई गर्नु पर्यो के। तपाईँले भनेको यसलाई लिनुहोस् न, यसलाई लिएर सल्भ गर्नुहोस् त ठ्याक्कै यो भ्यालु आइदिन्छ। जस्तो यहाँ हेर्नुहोस् के आएको थियो, एक्स स्क्वायर माइनस 2x माइनस 3 इक्वल्स टु 0, एक्स स्क्वायर माइनस 2x माइनस 3 इक्वल्स टु 0। यो दियो इक्वेसन र एक्सको भ्यालु के हो भनेर सोध्यो भने ओके नो डाउट फर्मुला एप्लाई गर्ने सकिएको। तर एक्सको भ्यालु दियो अनि इक्वेसन बनायो भने चाहिँ अहिले हामीले पढेको कन्सेप्ट गर्नु पर्यो के। यसको लागि चाहिँ ल हेर्नुहोस्, ए को भ्यालु अहिले 1 छ, बी को भ्यालु अहिले -2 छ र सी को भ्यालु कति छ -3 छ। फ्याक्टराइज पनि गर्दा हुन्छ, मैले डाइरेक्ट फर्मुला लगाइदिएँ। ल एक्स भनेको माइनस बी माइनस -2 प्लस माइनस अंडर रूट बी स्क्वायर -2 स्क्वायर माइनस 4, ए भनेको 1 सी भनेको -3 डिवाइडेड बाई ट्वाइस ए 2 टाइम्स ए भनेको 1। यो गर्नुभयो भने 2 प्लस 2 प्लस माइनस अंडर रूट 2 को स्क्वायर 4 माइनस माइनस प्लस 4 त्यहाँ 12 डिवाइडेड बाई 2। यो गर्नुभयो भने एक्स को भ्यालु हेर्नुहोस् है त, 12 प्लस 4 16, 16 को अंडर रूट भनेको 4 भयो, 2 प्लस माइनस 4 डिवाइडेड बाई 2। एकचोटि तपाईँले प्लस लिनुभयो भने, एकचोटि प्लस लिनुभयो भने एक्स को भ्यालु कति आउँछ, 2 प्लस 4 डिवाइडेड बाई 2, यहाँबाट कति आउँछ 3 आउँछ। माइनस लिनुभयो भने एक्स को भ्यालु कति आउँछ, 2 माइनस 4 डिवाइडेड बाई 2 कति आउँछ -1 आउँछ। ल हेर्नुहोस् त यो इक्वेसनलाई सल्भ गरेर फर्दर निकाल्दा एक्स को भ्यालु के आउँछ 3 र -1 आउँछ।
त्यसो हो भने यसको रुट्स चाहिँ के रहेछ 3 र -1 छ ठिक छ यसको रुट सोध्यो भने यो गर्ने तर रुट्स गिभन दियो भने हामी के गर्नु पर्यो त भन्दा यसरी चाहिँ सम अफ रुट्स र प्रोडक्ट अफ रुट्सको कन्सेप्टले निकाल्नु पर्यो है इक्वेसन अनि होइन सर म के भन्छ अप्सनबाट चेक गर्छु भन्न पनि सक्नुहुन्छ है जस्तो अप्सन नम्बर एमा यो छ बीमा अरू केही होला यसरी छ भने अप्सनबाट गर्दा अलिकति टाइम कन्ज्युमिङ हुन्छ एउटाको लागि यत्रो काम गर्ने है अप्सन नम्बर डी छ भने निकै खोज्नुपर्छ त्यही भएर त्यो काम नगर्नुहोस् अब क्लियर हुनुभयो होला यो पार्टलाई मैले मेटाइदिएँ है त यो पार्टलाई मैले इरेज गरिदिएँ अब क्वेसन यो छ है तपाईलाई चाहिँ अल्फा र बीटा चाहिँ यो इक्वेसनको रुट हो भने निकाल्नु पर्ने छ यी 5 वटा कुरा निकाल्न सोधेको छु है मैले पहिलो नम्बरमा अल्फा र बीटा यसको रुट्स हो भने तपाईले के लेख्न पाउनुहुन्छ भन्दा अल्फा प्लस बीटाको भ्यालु कति हुन्थ्यो र अल्फा बीटा कति हुन्छ भन्नुस् त अल्फा प्लस बीटा कति -b/a र अल्फा इन्टु बीटा कति c/a है सम अफ रुट्स चाहिँ -b/a प्रोडक्ट अफ रुट्स चाहिँ कति c/a हुन जान्छ त्यसो हो भने फर्स्टमा निकाल्नु पर्यो अल्फा स्क्वायर प्लस बीटा स्क्वायरको भ्यालु अल्फा स्क्वायर प्लस बीटा स्क्वायरको भ्यालु कसरी निकाल्ने भन्दा अल्फा स्क्वायर प्लस बीटा स्क्वायर भनेको के हुन्छ भन्दा यो भनेको a स्क्वायर प्लस b स्क्वायरको भ्यालु के हुन्छ a प्लस b को होल स्क्वायर -2ab यो लेख्न पाइन्छ है 2ab भनेको 2 अल्फा बीटा यसरी लेख्न पाइन्छ a प्लस b को होल स्क्वायर भनेको चाहिँ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हुन्थ्यो अब मलाई चाहियो a स्क्वायर प्लस b स्क्वायर मात्रै भने a स्क्वायर प्लस b स्क्वायर छ भने a स्क्वायर प्लस b स्क्वायर भन्यो भने यो भनेको चाहिँ a प्लस b को होल स्क्वायर -2ab लेख्न मिल्छ है यो माइनसलाई यता पठाउनु भयो भने यसको फर्मुलासँग ठ्याक्कै म्याच हुन्छ त्यसो भने यसमा लगेर राख्दा के हुन्छ भ्यालु हेर्नुस् त यसमा लगेर भ्यालु राख्नु भयो भने अल्फा प्लस बीटा भनेको -b/a यसको होल स्क्वायर -2 टाइम्स अल्फा बीटा भनेको c/a है यसलाई अलिकति फर्दर सल्भ गर्नुस् काम सकियो अनि अल्फा स्क्वायर बीटा स्क्वायर भनेको अल्फा बीटाको होल स्क्वायर हुन्छ है अल्फा बीटाको ठाउँमा ल्याएर c/a राख्नुस् यो पनि सकियो है c²/a² यसको लागि के हुन्छ फर्मुला हेर्नको लागि हेरौँ है त जस्तो a प्लस b को होल क्यूब भन्यो भने a क्यूब प्लस b क्यूब प्लस 3ab a प्लस b हुन्छ यो पढ्नु भएको छ है अथवा 3a² प्लस 3ab² पढ्नु भएको छ अब यो यति मात्रै चाहियो भने के हुन्छ मलाई क्यूब मात्रै चाहिएको छ भने पहिला a प्लस b अल्फा प्लस बीटा को होल क्यूब माइनस 3 अल्फा प्लस बीटा भइदिन्छ है अल्फा प्लस बीटा को होल क्यूब -3 अल्फा प्लस बीटा सबै भ्यालु छ अल्फा प्लस बीटा पनि छ अल्फा बीटा पनि छ अल्फा प्लस बीटा पनि छ पुट गर्नुस् यसको पनि आन्सर आउँछ यो तपाई आफैले गर्नुस् है मैले जस्ट आइडिया मात्रै दिदै छु यसमा के हुन्छ यसमा दुईटै भ्यालु छ लगेर पुट गर्ने हो सकियो यसको भ्यालु डाइरेक्ट लेखिदिए मैले -b/c हुन जान्छ अनि अब यो लास्टमा के गर्ने अल्फा प्लस 1 बीटा प्लस 1 अल्फा र बीटाको भ्यालु त छैन भने छोड्ने कुरो पनि भएन यसलाई अलिकति सल्भ गर्नुस् दुईटा मल्टिप्लाई गर्दा अल्फा इन्टु बीटा भयो एउटा प्लस 1 इन्टु अल्फा प्लस 1 टाइम्स बीटा प्लस 1 भयो यहाँबाट के आउँदो रहेछ एउटा अल्फा बीटा अर्को अल्फा प्लस बीटा अर्को प्लस 1 यसको पनि भ्यालु छ यसको पनि भ्यालु छ राख्नुस् अलिकति केही सल्भ गर्नुस् आन्सर आउँछ है ल मैले तपाईलाई यो चाहिँ किन यसरी दिए भन्दा कहिलेकाहीँ चाहिँ जस्तो फर एक्जाम्पल क्वेसन नम्बर 4 टाइपले क्वेसन सोध्न सक्छ के है इफ अल्फा एन्ड बीटा बी द रुट्स अफ द इक्वेसन या कुनै इक्वेसनै दियो देन अल्फा प्लस बीटा बाई अल्फा बीटा अथवा चाहिँ सम अफ रुट्स बाई प्रोडक्ट अफ रुट्स यसको रेसियो निकाल भन्यो भने यो कुरा हुन्छ है 3 मा माइनस कसरी आयो भन्दै हुनुहुन्छ 3 मा माइनस त यहाँबाट नै यहाँ अल्फा क्यूब प्लस बीटा क्यूब अथवा चाहिँ a क्यूब प्लस b क्यूब को भ्यालु निकाल्नु पर्यो भने यहाँबाट के हुन्छ a क्यूब प्लस b क्यूब चाहियो भने के हुन्छ a प्लस b को होल क्यूब यो छँदै छ यति मात्रै चाहियो भने यसलाई के गर्ने पारी फाल्दिने यसलाई पारी फाल्नु भने के हुन्छ झ्याप माइनस को साइन आइदिन्छ है यस्तो हुन जान्छ है
ठिक छ a प्लस b को होल क्युब माइनस 3ab a प्लस b हुन जान्छ है ल है इक्वेसन 2 रुट हुन्छ भनेको ए ओके यो भइसक्यो है ल यो चाहिँ बेसिक एक्जाम्पल थियो जसबाट चाहिँ तपाईको डिफरेन्ट 5 वटा भ्यालु निकाल्न हामीले सिक्यौं है यो कम्प्लिट तपाईले आफै गर्नुस् मैले केही पनि गरिन अब यसपछि आउँछ नेचर अफ रुट्स है यो पनि एउटा इम्पोर्टेन्ट टपिक छ जस्तो यसबाट पनि तपाईलाई डाइरेक्टली यो यहाँ भएको पोइन्टहरु नै पनि सोधिरहेको छ एक्जाममा जस्तो नेचर अफ रुट्स भनेको चाहिँ कस्तो भन्दा पहिला नम्बरमा नेचर अफ रुट भनेको के हो भन्ने कुरा बुझौं है त जस्तो फर एक्जाम्पल मलाई सजिलोको लागि अघि एउटा एक्जाम्पल ल्याएको थिएँ मैले x² minus 7x plus 12 equals to 0 यसलाई सल्भ गर्दा विल गेट द भ्यालु अफ x 3 र 4 थियो अब यो 3 र 4 भनेको नि यो भ्यालु कस्तो हो कमेन्ट गर्नु पर्यो के 3 र 4 भनेको कस्तो नम्बर हो एउटा रियल नम्बर हो ठीक छ रियल नम्बर हो र यो दुईटा बराबरी छ छैन भने हामीले यसबाट बन्ने रुट्सहरु कस्तो हुँदो रहेछ रियल र अनइक्वल हुँदो रहेछ है रियल एन्ड अनइक्वल हुँदो रहेछ तर हामीले यहाँ कसरी थाहा पायौं यो इक्वेसनलाई पुरै सल्भ गरेर थाहा पायौं तर एक्जाममा अब यत्रो सल्भ गरेर बस्ने त अब कहिलेकाहीँ कुनै कम्प्लेक्स आइदियो अरे है त्यतिखेर हामी सल्भ गरेर बस्दैनौं है त त्यही भएर यस्तो रुट्स कमेन्ट गर्नको लागि रुट्स कस्तो हो त रियल मात्रै हो अथवा रियल र इक्वल हो रियल र अनइक्वल हो अथवा चाहिँ इमेजिनरी अनइक्वल हो यो भन्नको लागि चाहिँ हामी डिस्क्रिमिनेन्ट यो डी छ डी को हेल्प लिन्छौं है डिस्क्रिमिनेन्ट डी यो कन्डिसन ख्याल गर्नुस् यदि डिस्क्रिमिनेन्टको भ्यालु 0 अथवा 0 भन्दा ठूलो आइदियो भने है यसको मिनिङ चाहिँ ग्रेटर अर इक्वल्स टु 0 0 अथवा 0 भन्दा ठूलो आइदियो भने हाम्रो रुट्स चाहिँ यहाँ के हुन जान्छ भन्दा रुट्स चाहिँ रियल मात्रै भन्ने है यतिखेर चाहिँ रुट्स के हुन्छ है रियल हुन्छ है रुट्स चाहिँ रियल हुन्छ सायद तपाईलाई यो एउटा कन्डिसन होला एक्जाममा सोधेको छ है मेरो विचारमा यही जस्तो लाग्छ अहिले हेरौँला पनि यो एउटा कन्डिसनै सोधेको छ अब यदि डिस्क्रिमिनेन्टको भ्यालु 0 भन्दा ठूलो छ भने डिस्क्रिमिनेन्टको भ्यालु 0 भन्दा ठूलो छ भने रुट्स चाहिँ के हुन्छ भन्दा रियल र डिस्टिंक्टको अर्को नाम अनइक्वल पनि हो है त डिस्टिंक्ट र अनइक्वल त्यसो भने सर यो एक्जाम्पलमा तपाईले डी निकाल्नु भयो भने 0 भन्दा ठूलो आउँछ त पक्का आउनु पर्यो है हेर्नुस् त डी निकाल्नु भयो भने के हुन्छ b² minus 7 को स्क्वायर minus 4 a भनेको अहिले 1 छ र c भनेको 12 छ यो गरियो भने 49 minus 48 कति आउँछ 1 भनेको 0 भन्दा ठूलो भयो है त्यही भएर यो क्वेशनमा यसको रुट्स कमेन्ट गर्नको लागि x को भ्यालु निकाल्नुको सट्टा d निकाल्छौं 0 भन्दा ठूलो आइदियो भने रुट्स चाहिँ रियल र डिस्टिंक्ट हुन्छ ठ्याक्कै 0 सँग बराबरी आइदियो भने रियल र इक्वल हुन्छ बराबरी हुन्छ र 0 भन्दा सानो आइदियो भने रुट भित्र नेगेटिभ आउँछ जसको मिनिङ चाहिँ यसको रुट्सहरु चाहिँ इमेजिनरी र अनइक्वल आइदिन्छ है इमेजिनरी र अनइक्वल आउँछ जस्तो म एउटा एक्जाम्पल लेख्दिउँ ल यसको लागि एक्जाम्पल त हामीले अहिले लेखेको ए पनि भयो अथवा चाहिँ x² minus 5x plus 6 equals to 0 भयो अनि सिमिलरली यसको लागि एक्जाम्पल हेर्नुहुन्छ भने x² minus 6x plus 9 equals to 0 भयो अनि सिमिलरली यसको लागि एक्जाम्पल हेर्नुहुन्छ भने x² plus x plus 1 equals to 0 भने x² plus x plus 1 equals to 0 है चेक गर्दा हुन्छ आफैले यसको तपाईले डी निकाल्नु भयो भने यसको x को भ्यालु तपाईको एउटा 2 र 3 हुन्छ है यसबाट x निकाल्नु भयो भने 3,3 हुन्छ यसबाट x निकाल्नु पर्यो भने यो इमेजिनरी टर्ममा आउँछ एउटा ओमेगा अर्को ओमेगा स्क्वायर भन्छ है ओमेगा स्क्वायर भनेको चाहिँ यसको x को भ्यालु चाहिँ -1 प्लस माइनस i √ 3 डिवाइडेड बाइ 2 आउँछ है यो चाहिदैन अहिले जस्ट बुझ्नुस् कि यसको d भनेको -3 आइदिन्छ है यसको d चाहिँ -3 आउँछ त्यही भएर डिस्क्रिमिनेन्ट 0 भन्दा सानो छ भने इमेजिनरी र अनइक्वल हुँदो रहेछ यसको d ठ्याक्कै 0 आउँछ त्यही भएर यसको रुट्सहरु बराबरी छ रियल र इक्वल अनि तपाईलाई चाहिँ यसमा चाहिँ 2 र 3 डिफरेन्ट रुट्स छ अनइक्वल रुट्स छ भने र d को भ्यालु 0 भन्दा ठूलो आउँछ त्यही भएर रियल र डिस्टिंक्ट भन्छौं है हामी यो हुन जान्छ
अनि अर्को कुरा चाहिँ यो एबिसी बिलोङ्स टु क्यू, यो क्यू भनेको चाहिँ ऱ्यासनल नम्बर है, यो ऱ्यासनल नम्बर भनेको चाहिँ त्यस्तो नम्बर जो चाहिँ पी बाई क्यू को फर्ममा हुन्छ है, पी बाई क्यू को फर्ममा हुन्छ र फ्र्याक्सनमा छ भने सरी डेसिमलमा छ भने पनि हामी कन्भर्टिबल टु पी बाई क्यू छ भने त्यस्तो नम्बरलाई ऱ्यासनल नम्बर भन्छौँ। यदि एबिसी तीनटै ऱ्यासनल नम्बर छ र डिस्क्रिमिनेन्ट चाहिँ ठ्याक्कै पर्फेक्ट स्क्वायर आइदियो भने है, यो पर्फेक्ट स्क्वायर भनेको चाहिँ कस्तो भन्दा जस्तो सपोज 9 आइदियो अथवा चाहिँ 16 आयो अथवा 81 आयो, यसको स्क्वायर रुट गर्दा चाहिँ नेचुरल नम्बर आउनु पर्यो। पर्फेक्ट स्क्वायर आयो भने हामीले रुट्सलाई चाहिँ ऱ्यासनल पनि भन्छौँ है, ऱ्यासनल रुट्स पनि भन्छौँ। यहाँ रियल भने जस्तो ऱ्यासनल पनि भन्छौँ, होइन भने अदरवाइज चाहिँ रुटहरू के हुन्छ भन्दा इरेसनल हुन्छ है, ऱ्यासनल हुन्छ। अब यो चाहिँ खासमा इन्जिनियरिङ अथवा अरू एक्जाम हुँदा चाहिँ त्यतातिर चाहिँ अलिकति धेरै इम्पोर्टेन्ट छ है, यो सोधिरहेको पाइन्छ। यतातिर चाहिँ हामीलाई यही माथिको 4वटा पोइन्टबाट सोधेको भेटिन्छ है। ल अब मैले एक्जाम्पल दिइरहनु पर्छ जस्तो लागेन, मैले एक्जाम्पल यहीँ राखिदिएको छु। हामी डी क्यालकुलेट गर्छौँ र डी को एकोर्डिङ चाहिँ रुट्समा कमेन्ट गर्छौँ है। डी को भ्यालु 0 भन्दा ठुलो रियल र अनइक्वल, 0 सँग बराबरी रियल र इक्वल, र 0 भन्दा सानो आयो भने इमेजिनरी र अनइक्वल भन्छौँ है। ल एक्सक्युज मी सर, हजुर, सर यो x इक्वल्स टु 1 प्लस त्यो अलि राम्ररी बताइदिनु न, -1 त्यो यो चाहिँ ओके, यसको लागि यहाँ जाउँ न त, यो त निकाल्नुस् न। जस्तो एक्स स्क्वायर प्लस एक्स प्लस 1 बराबरी 0 रहेछ, यसको डिस्क्रिमिनेन्ट क्यालकुलेट गर्नुभयो भने यसबाट ए बी सी तीनटैको भ्यालु 1 आउँछ, यसमा त कुनै समस्या छैन। एक्स स्क्वायर कोएफिसिएन्ट पनि 1, एक्सको कोएफिसिएन्ट पनि 1 र कन्स्टेन्ट टर्म पनि 1 छ। त्यसैले डी कति आउँछ, बी स्क्वायर -4ac, 1 को स्क्वायर -4, 1 into 1 कति आयो, -3 आयो। यो डिस्क्रिमिनेन्ट -3 देख्ने बित्तिकै तपाईँले के बुझ्नु पर्यो, रुट्स भनेको चाहिँ इमेजिनरी हुन्छ र अनइक्वल हुन्छ भन्नु पर्यो है, इमेजिनरी र अनइक्वल भन्ने बुझ्नु पर्यो। अब होइन सर मलाई ठ्याक्कै कति नै हुन्छ रुट्स नै के हुन्छ भन्ने चाहियो भने के गर्ने भन्दा एक्स को भ्यालु निकाल्नको लागि चाहिँ फर्मुला एप्लाई गर्ने के, -b प्लस अर माइनस √d डिभाइडेड बाई ट्वाइस गर्नु पर्यो, -b प्लस अर माइनस √d डिभाइडेड बाई ट्वाइस गर्नु पर्यो है, यो गर्नु पर्यो। अब यसो गर्दा यसको भ्यालु कति हुन्छ भन्दा हेर्नुहोस् है त, -b भनेको अहिले -1 प्लस माइनस √d भनेको -3 डिभाइडेड बाई 2 टाइम्स a भनेको 1 हुन जान्छ। ठीक छ। अब यो √-3 को भ्यालु अघि निकाल्न सिकाए अनुसार यसरी गर्नु पर्यो। यो -3 लाई -1 into 3 लेख्न पाइन्छ, त्यही भएर -1 लाई हामी i स्क्वायर लेख्छौँ अनि 3 डिभाइडेड बाई ट्वाइस a हुन जान्छ भ्यालु है। यो गर्नुभयो भने यसलाई बाहिर निकाल्दा -1 प्लस माइनस i √3 डिभाइडेड बाई ट्वाइस, सरी a लेख्नु परेन है, 2 into 1 भनेको 2 हुन्छ, यसरी आउँछ क्या। यसमा एउटा प्लसमा छ एउटा माइनसमा छ, दुईटै इमेजिनरी हो र बराबरी छैन, त्यही भएर यसको रुट्स चाहिँ इमेजिनरी र अनइक्वल भन्न खोजेको है त। ठिक छ, यो चाहिँ अब कम्प्लेक्स नम्बर पढ्नुपर्छ यो आइओटा जान्नको लागि चाहिँ। अहिले तपाईँले यति बुझ्नुहोस् न, आई स्क्वायरको भ्यालु चाहिँ -1 हुन्छ भन्ने कुरा बुझ्नुहोस्। र जस्तै √-3 निकाल्नु पर्यो भने यसलाई चाहिँ हामी के गर्दो रहेछौँ भन्दा -1 into 3 गर्दो रहेछौँ, अनि -1 भनेको i स्क्वायर हुन्छ अनि 3 एज इट इज भइगयो। यो i स्क्वायरलाई बाहिर निकाल्नु भयो भने i मात्रै आयो, √3 यसरी हुन्छ भन्ने कुरा बुझौँ। यति कुरा बुझ्यौँ भने भइहाल्छ। ल यो ठिक छ है। थ्याङ्क यू सर। अब यसमा चाहिँ 1-2वटा पोइन्ट छ है, यो पोइन्ट चाहिँ ख्याल गरौँ। जस्तो यदि क्वाड्रेटिक इक्वेसनको रुट्स चाहिँ यसरी कम्प्लेक्स नम्बरको फर्ममा छ भने है, यसलाई हामी कम्प्लेक्स नम्बर भन्छौँ है, कम्प्लेक्स नम्बर्स भन्छौँ। एउटा रुट चाहिँ यसरी p प्लस iq यस्तो फर्ममा छ भने अर्को रुट चाहिँ के हुन जान्छ भन्दा यसको कन्जुगेट हुन्छ, कन्जुगेट भनेको p माइनस iq हुन्छ है। फर इक्जाम्पल जस्तो 1 रुट चाहिँ एउटा रुट चाहिँ तपाईको 2 - 3i छ भने यसमा दुईटा रुट दिँदैन है। इफ one root of the quadratic equation be this, then
फर्म अ क्वाड्रेटिक इक्वेसन भन्छ एउटा रुट चाहिँ यो छ भने तपाईले के बुझ्नु पर्यो भने यसको अर्को रुट सुरक्षाजी के छ रुँदै हुनुहुन्छ कि के हो एउटा रुट चाहिँ 2 - 3i छ भने यसको अर्को रुट भनेको हेर्नुस् है यो आइयोटाको अगाडिको साइनलाई चेन्ज गर्ने माइनस छ भने प्लस बनाउने प्लस छ भने माइनस बनाउने है त्यसलाई हामी कन्जुगेट भन्छौँ यो नयाँ कुरा भएकोले मैले सजिलोको लागि त्यसरी भने यसको अर्को रुट चाहिँ 2 + 3i हुन जान्छ है सिमिलरली जस्तो एउटा रुट चाहिँ तपाईको -5i - 4 रहेछ भने यसको अर्को रुट के होला भन्नुस् त यसको अर्को रुट एउटा रुट चाहिँ -5i - 4 छ भने यसको अर्को रुट के हुन जान्छ यसको अर्को रुट के हुनु पर्यो भने आइयोटाको अगाडिको साइन चेन्ज गर्ने भनेको छु है मैले यहाँ के हुन्छ भन्दा बीचको साइन भन्दा कन्फ्युज नहुने यसरी दियो भने यसको अगाडि अहिले माइनस छ भने प्लस बनाउनु पर्यो 5i यस 5i - 4 हुन जान्छ त्यसै गरी यो चाहिँ कम्प्लेक्स फर्ममा आयो अब तपाईलाई चाहिँ यसरी सर्टको फर्ममा आइदियो भने यतिखेर एउटा रुट सपोज एउटा रुट चाहिँ 2 - √5 छ भने यसको अर्को रुट के हुन्छ भनेर बुझ्नुस् भने इरेसनल रुटहरु भए अर्को रुट चाहिँ 2 + √5 हुन्छ है यस्तो हुन्छ यो चाहिँ क्वेशनमा मेन्सन गर्दैन है तपाईले आफैले बुझ्ने एउटा रुट्स दिन्छ अर्को रुट्स आफै निकाल्न भन्छ कहिलेकाहीँ समझदार छ भने दिन पनि सक्छ है यसबाट पनि तपाईको एउटा एनआरबी मा क्वेशन सोधेको छ है यसबाट पनि एउटा रुट्स दिएको छ अनि क्वेशन बना भनेको छ जस्तो क्वेशन कस्तो हुन्छ भने यसको क्वेशनको लागि ओके यही लिएँ नि त मैले ओके यहाँ हेरौँ है त if one root of the quadratic equation be 2 + √3 then form a quadratic equation अथवा चाहिँ then the quadratic equation will be भन्न सक्छ then form a quadratic equation भने है त भन्नुको मिनिङ कस्तो भइदियो भने तपाईलाई चाहिँ एउटा रुट्स चाहिँ हामी रुट्सलाई जनरली अल्फा लेख्छौं 2 + √3 छ भने यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन निकाल्नु पर्यो त्यसको लागि हामीलाई के थाहा हुनु पर्छ भने दुईटा रुट्स है दुईटा रुट्स थाहा हुनु पर्यो एकचोटी जोड्छौं एकचोटी मल्टिप्लाई गर्ने हो दुईटा रुट्स थाहा हुनको लागि एउटा यो छ भने बाइ अघिको पोइन्टले के भन्छ भने अर्को रुट्स भनेको चाहिँ यो रेडिकलको साइन यो रेडिकल अगाडि भनेको यो रुटको अगाडिको साइनलाई हामी चेन्ज गर्ने हो प्लस छ भने माइनस माइनस छ भने प्लस गर्छौं जसको भ्यालु कति हुन्छ 2 - √3 हुन्छ है यसो भने इक्वेसन के हुन्थ्यो x² - अल्फा + बीटा टाइम्स x + अल्फा बीटा बराबरी 0 हुन्थ्यो सजिलै भइहाल्थ्यो त्यसो भने यहाँबाट निकाल्नुस् एकचोटी दुईटा जोड्नुस् अल्फा + बीटा यो दुईटा जोड्यो भने दिस प्लस दिस के हुन्छ भन्दा दुईटैबाट रुट क्यान्सल भयो यसको भ्यालु चाहिँ 4 हुन्छ है मैले डाइरेक्ट लेख्दा भयो 2 + √3 + 2 - √3 अनि अल्फा * बीटा यो दुईटा मल्टिप्लाई गर्नु भयो भने ल यसलाई चाहिँ मैले लेख्दिए ल 2 + √3 टाइम्स 2 - √3 भयो कसरी सम्झिने a + b a - b यो भने के हुन्छ a + b a - b भनेको a² - b² मीन्स a² भनेको 2 को स्क्वायर माइनस b² भनेको √3 को स्क्वायर यो गर्नु भयो भने 2 को स्क्वायर 4 माइनस यो दुईटा क्यान्सल भएर 3 मात्रै आयो जसको भ्यालु चाहिँ 1 आउँदो रहेछ है सम अफ रुट चाहिँ 4 रहेछ प्रोडक्ट अफ रुट चाहिँ 1 छ भने अब इक्वेसन के हुन्छ x² - 4x + 1 = 0 हुन्छ है त हामीलाई चाहिएको रिक्वायर्ड इक्वेसन चाहिँ यस्तो हुन्छ के बुझ्ने एउटा रुट छ भने अर्को रुट आफैले लेख्नु पर्यो अनि त्यसपछि एकचोटी जोड्ने एकचोटी मल्टिप्लाई गर्ने अनि फर्मुलामा लगेर हाल्यो भने एन्सर आउँछ है अर्को एउटा स्पेशल फर्म छ अब यो ठ्याक्कै हाम्रो यो चाहिँ यसको
प्रुफ पनि गर्थ्यौँ जस्तो 11-12 मा तपाईँले चाहिँ अब 11-12 मा म्याथ पढ्नु भएको थियो भने क्वाड्रेटिक इक्वेसन भन्ने टपिकभित्र यो त्यहाँ पनि आउँथ्यो अब त्यो कुरा बिर्सियो पनि होला जस्तो कसरी बुझौँ भने रुट्सहरूको रेसियो चाहिँ जस्तो यो इक्वेसनले रिप्रेजेन्ट गर्ने अथवा यो इक्वेसनबाट बन्ने रुट्सहरूको रेसियो चाहिँ m:n रहेछ m:n छ भने एउटा कन्डिसन के लेख्न मिल्छ भने नि एउटा कन्डिसन के लेख्न मिल्छ भने यो दुईटा रुट्स छ नि दुईटा रुट्सलाई मल्टिप्लाई गर्ने अनि टाइम्स कोएफिसिएन्ट अफ x यसको होल स्क्वायर गर्ने है दुईटा रुट्सलाई मल्टिप्लाई गर्ने अनि टाइम्स कोएफिसिएन्ट अफ x को होल स्क्वायर गर्ने इक्वल्स टु दुईटा रुट्सलाई जोड्ने टाइम्स अब हेर्नुस् है त हामीसँग यहाँ एबीसी तीनटा चीज हुन्थ्यो अब अहिले के आइदियो x को कोएफिसिएन्ट आयो भने बाँकी भनेको x स्क्वायर को कोएफिसिएन्ट र कन्स्टेन्ट टर्मलाई मल्टिप्लाई गर्ने यहाँ चाहिँ तपाईको कोएफिसिएन्ट अफ x स्क्वायर हुने भयो एउटा अनि अर्को चाहिँ टाइम्स कन्स्टेन्ट टर्म हुन जान्छ है टाइम्स कन्स्टेन्ट टर्म हुन जान्छ त्यही कुरा चाहिँ हामीले यहाँ लेखेका छौं mn_b स्क्वायर इक्वल्स टु m+n को होल स्क्वायर टाइम्स ac हुन्छ यो चाहिँ रुट्सहरु रेशियोमा दियो भने है रुट्सहरु रेशियोमा अथवा चाहिँ के भनिन्छ भने इफ one root of the quadratic equation is 6 times the other है एउटा x छ भने अर्को के हुँदो रहेछ 6x हुन्छ त्यतिखेर पनि रेशियो निकाल्न सकिन्छ है त्यस्तो खालको केसमा चाहिँ हामी यो कन्सेप्ट अप्लाई गर्छौं फर एक्जाम्पलको लागि यही छ है तपाईलाई एक्जाम्पल के दियो भन्दा एउटा रुट चाहिँ इफ one root of the quadratic equation this is 4 times the other भनेपछि के बुझ्नु पर्यो भने एउटा अल्फा को भ्यालु एकछिनलाई x सपोज गर्नु भयो भने बीटा भनेको के हुँदो रहेछ यसको 4 टाइम्स मीन्स 4x हुँदो रहेछ है बीटा भनेको 4x हुँदो रहेछ त्यसो भने मलाई अल्फा र बीटा को रेशियो चाहियो भने कति हुँदो रहेछ भन्दा है अल्फा र बीटा को रेशियो यहाँबाट अल्फा बाइ बीटा गर्नुभयो भने x डिवाइडेड बाइ 4x कति आउँछ 1/4 त्यही भएर रेशियो कति हुन्छ 1:4 भयो है रेशियो हाम्रो 1:4 भयो सर यो 1:4 के हो भन्दा m:n हो है त अघि भर्खरै हेरेको m:n भयो रेशियो 1:4 छ भने कन्डिसन के लेख्नु पर्यो भने यो दुईटालाई मल्टिप्लाई गर्ने 1:4 टाइम्स कोएफिसिएन्ट अफ x यसको होल स्क्वायर x को कोएफिसिएन्ट कति छ अहिले b यसको होल स्क्वायर इक्वल्स टु दुईटालाई जोड्नु पर्यो रेशियो 1+4 को स्क्वायर टाइम्स अब x स्क्वायर को कोएफिसिएन्ट लेख्ने a अनि कन्स्टेन्ट टर्म लेख्ने c यो गर्नु भयो भने 4b स्क्वायर इक्वल्स टु 25ac आउँछ है 4b स्क्वायर इक्वल्स टु 25ac यसरी सजिलै आइदिन्छ है त 4b square equals to 25ac. जस्तो यस्तै x square plus px plus q equals to 0 भन्ने एउटा इक्वेसन रहेछ र यसको रुट्स को रेशियो चाहिँ रेशियो अफ रुट्स चाहिँ अहिले 2:3 रहेछ ठीक छ रेशियो अफ रुट्स चाहिँ 2:3 छ भने यसको कन्डिसन के हुन्छ डाइरेक्ट लेख्नको लागि है यसको कन्डिसन हामीले डाइरेक्टली के लेख्न पाउँछौं भन्दा यसको कन्डिसन डाइरेक्टली हेर्नुस् त पहिला रेशियो दुईटालाई मल्टिप्लाई गर्ने 2:3 टाइम्स कोएफिसिएन्ट अफ x अहिले हाम्रो p छ यसको स्क्वायर गर्नु पर्यो इक्वल्स टु दुईटा रेशियो जोड्ने यसको होल स्क्वायर गरौँ टाइम्स x स्क्वायर को कोएफिसिएन्ट अहिले यहाँ केही छैन भने 1 छ अनि कन्स्टेन्ट टर्म भनेको हाम्रो कति छ त q छ यो गरियो भने कति आउँछ 6p स्क्वायर इक्वल्स टु 25q आइदिन्छ है 6p स्क्वायर इक्वल्स टु 25q आउँछ अनि चाहिँ कन्डिसन चाहिँ यसरी आउँदो रहेछ आइदर यसरी क्वेशन दियो इफ रेशियो अफ द रुट अफ द क्वाड्रेटिक इक्वेसन दिस b 2:3 देन व्हिच अफ द फलोइङ इज ट्रू भन्न सक्यो एउटा अथवा यसरी चाहिँ एउटा रुट चाहिँ अर्कोको 4 टाइम्स अथवा 7 टाइम्स अथवा n टाइम्स भन्यो भने यो खालको कन्डिसन हुँदो रहेछ यसमा अल्टिमेटली जान्नुपर्ने कुरा चाहिँ त्यो अघिको एउटा फर्मुला ट्रिक सम्झियो भने सजिलो हुँदो रहेछ भन्ने बुझ्नु पर्यो ओके अब यो क्वेशन छ यो क्वेशन तपाईलाई मैले छोड्दिन्छु हिन्ट दिएर छोड्छु हेर्नुस् त द सम अफ रुट्स अफ द क्वाड्रेटिक इक्वेसन इज 1 रहेछ
पहिला गिभन कुरा के रहेछ क्वेसनबाट भन्दा सम अफ रुट्स अफ द क्वाड्रेटिक इक्वेसन। पहिला रुट्स मान दिनुस् एकछिनलाई। अल्फा र बीटा चाहिँ रुट्स यो मैले लेट गरेँ। सम अफ रुट्स भनेको के दियो अल्फा प्लस बीटा यसको भ्यालु 1 दियो है। गिभन के रहेछ भन्दा अल्फा प्लस बीटा 1 दियो एउटा। अनि सम अफ देयर स्क्वायर इज 13 कसको स्क्वायर भन्दा रुट्सको स्क्वायर। रुट्सलाई स्क्वायर गर्ने अनि यसलाई जोड्ने यसको भ्यालु कति आउँछ 13 आउँछ है। यसको भ्यालु 13 आउँछ। अब क्वाड्रेटिक इक्वेसन बनाउन तपाईलाई दुईटा कुरा चाहिन्थ्यो। एउटा त यो ओके छ, अर्को यहाँ हामीलाई के छैन भन्दा यसबाट अल्फा टाइम्स बीटा निकाल्नु पर्यो है। यो छैन, अल्फा इन्टु बीटा छैन। त्यसो भने यसबाट अल्फा इन्टु बीटा निकाल्नको लागि के गर्ने, मैले अघि त्यही भएर एउटा त्यो 5 वटा एक्जाम्पल राखेको थिएँ नि, त्यहाँबाट आउँथ्यो। यहाँबाट यो अल्फा स्क्वायर प्लस बीटा स्क्वायरको ठाउँमा के लेख्न पाइन्छ भन्दा अल्फा प्लस बीटा होल स्क्वायर माइनस ट्वाइस टाइम्स अल्फा बीटा हुन्छ है। अल्फा स्क्वायर प्लस बीटा स्क्वायरको भ्यालु 13 छ। अल्फा प्लस बीटाको होल स्क्वायर अहिले यहाँ 1 छ माइनस 2 टाइम्स अल्फा बीटा है। यो गरियो भने यहाँबाट अल्फा इन्टु बीटाको भ्यालु कति आउँछ माइनस 6 आउँछ है। अल्फा इन्टु बीटा भनेको माइनस 6 रहेछ। अनि अल्फा प्लस बीटा भनेको 1 छ भने इक्वेसन के हुन्छ भन्दा इक्वेसन लेख्नको लागि चाहिँ इक्वेसन आयो एक्स स्क्वायर माइनस दुईटा जोड्ने टाइम्स एक्स प्लस दुईटा मल्टिप्लाई इक्वल्स टु 0। यहाँबाट चाहिँ हेर्नुहोस् त एक्स स्क्वायर माइनस 1 इन्टु एक्स प्लस माइनस 6 इक्वल्स टु 0 भनेपछि दुईटै माइनस भएको अप्सन खोज्नु पर्यो। अप्सन नम्बर सी है त। यसो गरियो भने अप्सन नम्बर सी चाहिँ हाम्रो एन्सर भयो। इक्वेसन बनायो भने अल्टिमेटली हामीलाई चाहिने दुईटा कुरा भनेको सम अफ रुट्स र प्रोडक्ट अफ रुट्स नै चाहिँदो रहेछ। यो बुझ्नु पर्यो है। यसमा समस्या छ त केही? कि समस्या हो सर? समस्या छ भन्ने पनि छ कि फेरि? छैन। अब अर्को आयो है। तपाईलाई इक्वेसन दियो, इक्वेसन हेर्दा अलिकति कस्तो भल्गर जस्तो देखिन्छ है। अब यसलाई सल्भ गर्नुपर्छ थोरै। इक्वेसन हैज रियल रुट्स सच दैट प्रोडक्ट अफ रुट्स चाहिँ 7 रहेछ। बुझ्नै सकिन्न सर भन्दै हुनुहुन्छ एकजनाले। अब सोध्नु पर्यो है, बुझ्न सकिएन भने त कहाँ बुझिँदैन, सोध्दै जानु पर्यो, प्र्याक्टिस गर्नु पर्यो। अब पेन म सँगसँगै पेन पेपर चलाउनु पर्यो अनि मात्रै बुझिन्छ है। ल ओके सर गोइङ टु फास्ट क्यान नट इभन फिनिस क्वेसन रिडिङ भन्नुहुन्छ। त्यति फास्ट छ? ओके ल म ट्राई गर्छु है त। अब यसमा हेर, अब म यहाँ गफ गर्दै जाँदा तपाईँले ट्याक्क क्वेसन हेर्नु पर्यो नि त है। अब गफका सुरुमा चट्ट लाएर यता व्यस्त भयो भने त्यो छुटिहाल्छ। ल अब यसमा हेरौँ है त। इफ द इक्वेसन दिस हैज रियल रुट्स, यसको रुट्सहरू रियल रहेछ सच दैट प्रोडक्ट अफ रुट्स कति रहेछ भन्दा 7 रहेछ है। प्रोडक्ट अफ रुट्स चाहिँ 7 छ भने के को भ्यालु कति हुन्छ भने है निकाल्दै गर्नुहोस्। यसमा के हुन्छ पहिला इक्वेसन सारौँ। एक्स स्क्वायर माइनस 3kx एक्स स्क्वायर माइनस एक्स स्क्वायर माइनस 3kx प्लस 2 टाइम्स e टु द पावर 2 log ek माइनस 1 इक्वल्स टु 0 रहेछ है। यो छ। अब यो पछाडिको पार्टलाई अलिकति सिम्प्लिफाई गरौँ है त। एक्स स्क्वायर माइनस 3kx प्लस 2 टाइम्स e टु द पावरमा हेर्नुहोस् त मैले के भनेको छु, डेरिभेटिभ इन्टिग्रेसन पढ्दा पनि लगको अगाडि केही कुरा आने यसलाई पावरमा लानुहोस्। पावरमा लाँदा के हुन्छ, यो 2 पावरमा जान्छ log ek स्क्वायर माइनस 1 इक्वल्स टु 0 यो लेख्न पाइयो है। यो 2 लाई चाहिँ पावरमा जान्छ है, के को पावरमा है, के स्क्वायर हो। अब ई पावरमा लग ई आइदियो भने दुईटा क्यान्सिल भएर के मात्रै हुन्छ भनेको थियौँ हामीले भन्दा एक्स स्क्वायर माइनस 3kx प्लस 2 टाइम्स के स्क्वायर माइनस 1 इक्वल्स टु 0 यस्तो हुन जान्छ है।
यस्तो हुन जान्छ। यहाँ के भयो भन्दा e को पावरमा log e x छ भने यो e र log e क्यान्सल भएर बच्छ x मात्रै। यो चाहिँ हामीले लगको प्रोपर्टीमा हेरेका थियौँ। त्यसो भने यसबाट तपाईले अब a b र c को भ्यालु के हुन्छ लेख्नु पर्यो। यहाँबाट a को भ्यालु कति अहिले 1 छ, b को भ्यालु कति -3k छ, यो 3 हो है। अनि c को भ्यालु कति छ, यो डल्लै है, c को भ्यालु चाहिँ 2k² - 1 छ। c को भ्यालु चाहिँ 2k² - 1 छ। अब त्यसो भने क्वेसनमा के दिएको छ तपाईलाई हेर्नुस् त, प्रोडक्ट अफ रुट्स चाहिँ कति छ 7 छ है। प्रोडक्ट अफ रुट्स भनेको कति अल्फा बिटा। अल्फा बिटा भनेको बाइ रुल के भन्छ अल्फा बिटा, अल्फा बिटाको भ्यालु कति हुन जान्छ भन्दा प्रोडक्ट अफ रुट्स भनेको c/a हुन्छ। यसको भ्यालु कति गिभन छ अहिले यहाँ 7 गिभन छ है। c/a को भ्यालु 7 छ। त्यसो भने यसलाई सल्भ गर्नुस्, एन्सर आइगयो। c भनेको कति छ 2k² - 1 डिभाइडेड बाइ a भनेको कति अहिले 1 इक्वल्स टु 7। यो 1 को कुनै मतलबै भएन भनेपछि 2k² को भ्यालु 7, यो -1 उता जाँदा +1, यहाँबाट आउँछ k² को भ्यालु 4। त्यसो भने k को भ्यालु कति हुनुपर्छ ±2 हुनुपर्छ है। k² को भ्यालु 4 छ भने k को भ्यालु चाहिँ ±2 हुन्छ। फेरि एकचोटि भन्दैन न। ओके, ल यसको लागि पहिला नम्बरमा यो यति सल्भ गर्ने पार्ट जान्नु पर्यो है। यो यति सल्भ गर्नको लागि चाहिँ यो सबै क्वेसन नलेखेर यति मात्रै तपाईले गर्दा पनि हुन्छ। यसरी लगको अगाडि केही कुरा छ भने हामी यसलाई पावरमा लान्छौँ। यसलाई पावरमा लाँदा चाहिँ हेर्नुस् त के हुन्छ, यो 2 चाहिँ k को पावरमा जान्छ, e पावरमा log e k² हुन जान्छ। अब यो दुईटा क्यान्सल भयो, खासमा काटेन त यसरी काटेको देखाउन मिल्दैन। e को पावरमा log e क्यान्सल भएर यो k² मात्रै बच्छ। त्यसो भने 2 टाइम्स k² - 1 भयो है। अब यसलाई हामीले कम्पेयर गर्ने ax² + bx + c बराबरी 0 सँग हो। यससँग कम्पेयर गर्नुभयो भने यु विल गेट a को भ्यालु हेर्नुस् त अहिले 1 छ, अनि b को भ्यालु x भन्दा बेगरको 3k तर माइनसमा -3k छ, र c भनेको यो बाँकी सबै भनेको 2k² - 1 छ। यो चाहिँ हामीले इभन क्वेसनबाट यति काम गर्यौं। ओके, लगको मात्रै तपाईले भनिसके त जस्तो। अब यसपछिको काम चाहिँ के हो भन्दा गिभन प्रोडक्ट अफ रुट्स दिएको छ 7 भन्नुको मिनिङ अल्फा बिटा दियो। अल्फा बिटालाई हामी c/a लेख्छौं जसको भ्यालु 7 रहेछ। अब यो c/a को भ्यालु राखेर सल्भ गर्नुस्, यहाँबाट k को भ्यालु चाहिँ ±2 आउँछ है। अनि नजुकिनुस्, k² को भ्यालु 4 छ भने k को भ्यालु 2 चाहिँ हुँदैन है, एउटा मात्रै भ्यालु हुँदैन। किन भन्दा यो k² भनेको हेर्नुस् त अहिले पावरमा कति छ 2 छ, मिन्स यसको डिग्री चाहिँ 2 छ भने यसबाट आउने भ्यालु पनि 2 हुन्छ भन्ने बुझ्नु पर्यो। जस्तो यहाँ अर्को जनाले के भन्दै हुनुहुन्छ, e को पावरमा 2 log e के छ भने नि यसलाई यसरी लेख्न मिल्छ के, e को पावरमा log e, यो 2 लाई यसरी पावरमा लाने k² भयो। यहाँबाट यसको भ्यालु चाहिँ कति आउँछ k² नै आउँछ। यो दुईटा क्यान्सल भएर k² मात्रै आउँछ। ल यो ठिक छ, प्र्याक्टिस गर्नुस् एकचोटि, यो सल्भ गर्न हेर्नुस्। बाँकी कुरा भनेको चाहिँ प्रोडक्ट अफ रुट्स यसपछिको कन्सेप्ट त सजिलो भयो, जस्ट यो डल्लोलाई सल्भ गर्नलाई मात्रै यो क्वेसन राखेको छ है मैले यहाँ। अब यसमा हेर्नुस् है, द रुट्स अफ द इक्वेसन दिस आर इक्वल इन म्याग्निट्युड बट अपोजिट इन साइन देन k इक्वल्स टु भन्छ। यसको लागि चाहिँ मैले एउटा कुरा तपाईलाई डिराइभ गरिदिन्छु। के गरौँ भन्दा ओके, ax² + bx + c इक्वल्स टु 0 भन्ने अहिले कुनै एउटा क्वाड्रेटिक इक्वेसन रहेछ। यसको चाहिँ मैले a नम्बरमा कन्डिसन के भने अथवा 1 नम्बरमा है रुट्स आर इक्वल इन म्याग्निट्युड बट अपोजिट इन साइन भन्यो भने, बट अपोजिट इन साइन भन्यो भने यो के हो भनेर बुझ्नु पर्यो भने एउटा रुट्स चाहिँ अल्फा छ भने अर्को रुट्स चाहिँ के हुन्छ माइनस अल्फा हुन्छ है। एउटा रुट्स चाहिँ अल्फा छ भने अर्को रुट्स चाहिँ माइनस अल्फा हुँदो रहेछ। इक्वल हुनु पर्यो म्याग्निट्युडमा
ठ्याक्कै इक्वल छ तर साइनमा चाहिँ ठ्याक्कै अपोजिट भनेपछि अल्फा र माइनस अल्फा यहाँबाट तपाईले मलाई भन्नुस् त योबाट सम अफ फ्रुट्सको कन्डिसन लाउँदा हामीलाई सजिलो कि प्रोडक्टको कन्डिसन लाउँदा सजिलो हुन्छ प्रोडक्टको लाउनु भने कति हुन्छ माइनस अल्फा स्क्वायर हुन्छ तर सम अफ फ्रुट्सको कन्डिसन लाउनु भयो भने दुईटा के हुन्छ जोड्दा 0 हुन्छ त्यही भएर हामी सम अफ फ्रुट्सको कन्डिसन लगाउँछौं यो रुट्सहरू अल्फा र माइनस अल्फा यो दुईटा जोड्दा है माइनस अल्फा भनेको बिटाको ठाउँमा आयो भनेर सोच्नुस् यो सम अफ फ्रुट्सको भ्यालु कति हुन्थ्यो यो इक्वेसनको अहिले माइनस बी डिभाइडेड बाई ए हुन्थ्यो है यहाँबाट अल्फा बिटा माइनस सरी अल्फा इन्टु बिटा सी बाई ए अल्फा प्लस बिटा भनेको माइनस बी बाई ए यहाँबाट मैले के गरेँ यो दुईटा जोड्ने हो भने माइनस बी बाई ए लेख्न पाइदो रहेछ यो पार्ट के भयो 0 यो ए आएर मल्टिप्लाई हुँदा कति हुन्छ 0 यहाँबाट कन्डिसन के हुँदो रहेछ भन्दा बी को भ्यालु चाहिँ 0 हुन्छ है त्यही भएर रुट्स चाहिँ इक्वल इन म्याग्निट्युड बट अपोजिट इन साइन छ भने डाइरेक्टली तपाईले बी बराबरी 0 गर्नुस् काम सकिएको नम्बर 1 अनि नम्बर 2 मा one root is reciprocal of other भन्यो भने one root is reciprocal of other भन्यो भने एउटा अल्फा छ भने अर्को यसको रेसिप्रोकल मिन्स 1 बाइ अल्फा हुन्छ एउटा रुट चाहिँ अल्फा छ भने अर्को यसको रेसिप्रोकल भनेको 1 बाइ अल्फा हुन्छ अब यहाँ मलाई भन्नुस् त कुन कन्डिसन लगाउनु सजिलो जसबाट चाहिँ अल्फा सजिलै एलिमिनेट हुन्छ प्लस वाला लगाउने कि मल्टिप्लाई वाला लगाउने मल्टिप्लाई यस के गर्ने अल्फा टाइम्स बिटा भनेको अहिले 1 बाइ अल्फा छ यसको भ्यालु कति हुन्छ सी बाइ ए यो दुईटा क्यान्सल हुँदा यहाँबाट के आउँछ कन्डिसन भनेको सी इक्वल्स टु ए है यो कन्डिसन सोध्छ है मैले त्यही भएर लेख्दै छु one root is reciprocal of other then कन्डिसन के हुँदो रहेछ यतिखेर सी बराबरी ए हुँदो रहेछ ठ्याक्कै सी र ए को भ्यालु बराबरी अनि थर्ड मा एउटा अर्को पनि राखिदिन्छु मैले one root चाहिँ 0 छ भने one root is 0 एउटा रुट चाहिँ 0 छ भने आइदर अल्फा इक्वल्स टु 0 भन्नुस् अथवा बिटा इक्वल्स टु 0 भन्दा पनि भयो कुनै ल अल्फा इक्वल्स टु 0 भने त्यसो भने अब यतिखेर पनि कुन कन्डिसन लाउँदा सजिलो हुन्छ हेर्नुस् त यहाँ अल्फाको ठाउँमा 0 राख्नु भयो भने बिटाको भ्यालु माइनस बी बाइ ए एउटा कन्डिसन त केही पनि आएन तर यसमा अल्फाको ठाउँमा तपाईले 0 राख्नु भयो भने यो लेफ्ट ह्यान्ड साइड नै 0 हुन्छ त्यही भएर मैले मल्टिप्लाईमा राखे एउटा रुट चाहिँ 0 अर्को रुट चाहिँ बिटा इक्वल्स टु यसको भ्यालु कति सी बाइ ए 0 इन्टु बिटा भनेको 0 ए ले 0 सँग मल्टिप्लाई गर्दा 0 भयो भने यहाँबाट कन्डिसन के आउँछ सी बराबरी 0 आउँछ है त यो तीनटा कन्डिसन भयो भनेपछि त्यो फर्स्ट कन्डिसन माइनस बी बाइ ए भने बी इक्वल्स टु 0 कसरी भयो यो यहाँ हेर्नुस् न यो अल्फा माइनस अल्फा कति 0 इक्वल्स टु यतापटि कति माइनस बी बाइ ए भयो ठीक छ अब यसलाई तपाईले यो ए ले यतापटि मल्टिप्लाई गर्नु भयो भने यहाँबाट कति आउँछ माइनस बी को भ्यालु 0 आउँछ यो माइनस पनि लगेर फाल्दिनु भयो भने अल्टिमेटली बी को भ्यालु चाहिँ 0 आइदिन्छ है त यसो सिम्प्लिफाई है त यो सानोतिनो अल्जेब्रा हो यो तीनटा कन्डिसन अब बुकतिर तपाईले यदि अस्ति मैले एउटा भने बुक थियो नि त्यो बुक हेर्नुहुन्छ भने जस्तो तपाईको केशव सर लगायतको एउटा बुक छ त्यो बुक हेर्नुहुन्छ नि यो तीनटै तपाईलाई क्वेशन हुन्छ नि एक्सरसाइजमा एमसीक्यू को फर्ममा सोधेको छ है यहाँ चाहिँ तपाईले यो याद गर्नु भयो भने बेटर भयो अब होइन सर म यसलाई याद नगरिकन तपाईले निकालेको टाइपले ट्राई गर्छु भन्नुहुन्छ भने त्यो झनै बेटर भयो है त्यो हुँदा कहिले पनि बिर्सिएन मेथड सिकियो भने याद गर्नु भयो भने बढिया त्यसो भने यसको एन्सर कति हुन्छ अब एन्सरको पार्टमा जाउँ त यसको एन्सर कति निकाल्नु भयो यसको एन्सर हेरौँ त कसैको आयो यो कुन कन्डिसनसँग मिल्दो छ कन्डिसन कुनैसँग मिल्दो छ नि कि छैन मिल्दो छ फर्स्ट कन्डिसनसँगै मिल्दो छ है पहिलो कन्डिसनसँग मिल्दो छ यसको भ्यालु सी ओके सी हो र बी हुन्छ कि सी हुन्छ ल हेर्नुस् है त यसको लागि चाहिँ मैले पहिला लेखे यसलाई एज इट इज सारे 2x² - 5 -
5 माइनस के टाइम्स एक्स प्लस 5 इक्वल्स टु 0 रहेछ। यहाँबाट ए को भ्यालु तपाईँले 2 लेख्न पाउनुहुन्छ, बी को भ्यालु -5 माइनस के लेख्न पाउनुभयो र सी को भ्यालु चाहिँ अहिले 5 हुन्छ है। र यदि रुट्स चाहिँ म्याग्निट्युड वाइज इक्वल छ र साइन वाइज चाहिँ ठ्याक्कै अपोजिट छ भने यतिखेर यस्तोको लागि के हुन्छ भने कन्डिसन चाहिँ के हुँदो रहेछ भने मैले यहाँ निकालिसकेको छु, डाइरेक्टली तपाईँले के लेख्न पाउनुहुन्छ, बी बराबरी 0 भन्ने कन्डिसन एप्लाई हुँदो रहेछ यसको लागि, फर इक्वल इन म्याग्निट्युड बट अपोजिट इन साइनको लागि। त्यसो भने यो भनेको कति हुन्छ, -5 माइनस के, यसको भ्यालु 0 भयो। यहाँबाट 5 माइनस के मात्रैको भ्यालु पनि 0 भयो, -0 प्लस 0 लेख्दैन, त्यो भनेको 0 हो। यहाँबाट के को मात्रै भ्यालु निकाल्नु भयो भने कति आउँछ, 5 आइदिन्छ है। यसबाट के को भ्यालु आउँछ 5, के को भ्यालु 5 आउँछ। ल एउटा रुट चाहिँ 0 छ भने कन्डिसन यो रेसिप्रोकल हुँदा यो कन्डिसनहरु ख्याल गर्नुस् है। एउटा, दुईटा, तीनटा। सर यो कन्डिसन थाहा नभइकन यो क्वेसन सल्भ गर्ने कसरी? कन्डिसन नहुँदा यसरी नै गर्ने, यही तरिका। जस्तो कन्डिसन नहुँदा पनि के भयो त, तपाईको जस्तो कन्डिसन छैन भने लेट एउटा रुट चाहिँ अल्फा छ भने अर्को रुट्स कति हुन्छ, माइनस अल्फा हुन्छ। यो गिभन क्वेसन कन्डिसनबाटै भनेको क्वेसनले मेन्सन गरेको छ। एउटा रुट चाहिँ अल्फा छ भने अर्को ठ्याक्कै म्याग्निट्युड वाइज सेम तर साइन वाइज फरक हुन्छ भनेको छ। अब यो दुईटा जोड्दा सम अफ रुट्स यहाँ लेख्दा हुन्छ, सम अफ रुट्स भनेको यो दुईटा जोड्ने जसको भ्यालु -b/a माइनस b भनेको कति छ भन्दा हेर्नुस् है, b भनेको अहिले कति छ, -5 माइनस के डिभाइडेड बाई a भनेको कति छ, 1 छ। यहाँबाट यो पार्ट कति, अल्फा प्लस र माइनसमा माइनस भयो, अल्फा माइनस अल्फा 0 इक्वल्स टु 5 माइनस के डिभाइडेड बाई 1 भयो। यहाँबाट 5 माइनस के को भ्यालु 0 छ भने के को भ्यालु 5 आयो। पुरा एउटै हो है। मैले कन्डिसनै डिराइभ गरेको थिएँ, त्यही तरिका हो। हामीले कन्डिसन जसरी डिराइभ गर्थ्यौं यहाँ पनि त्यसरी नै गर्ने हो। ल यो कुरामा समस्या छैन होला। ओके, यसमा अहिले एकछिनमा आउँछु म। अब जाउँ, यो रिमाइन्डर थ्योरम र फ्याक्टर थ्योरम भन्छ, दुईटा थ्योरम छ है। यसबाट पनि हामीलाई क्वेसन सोधेको पाइन्छ। जस्तो यो रिमाइन्डर थ्योरमको लागि चाहिँ खासमा डिभाइड नै गर्ने हो है। तपाईको चाहिँ इफ अ पोलिनोमियल एफ(x) इज डिभाइडेड बाई x माइनस a, यो x माइनस a ले चाहिँ हेर्नुस् है, x माइनस a ले चाहिँ यो f(x) भन्ने अहिले पोलिनोमियललाई डिभाइड गर्यो भने यहाँ तपाईको के आउँछ, यसलाई के भन्छ, कोसेन्ट भन्छ है। अनि यसलाई फर्दर सल्भ गर्दै जानु भयो भने यहाँ एउटा के आउँछ, तपाईको रिमाइन्डर आउँछ। यो चाहिँ के हुन्छ, हाम्रो रिमाइन्डर हुन्छ है। यो चाहिँ रिमाइन्डर भयो, यो चाहिँ कोसेन्ट भयो है। यो चाहिँ हाम्रो कोसेन्ट भयो। यसलाई डिभिडेन्ड भन्छ र यो भनेको चाहिँ डिभाइजर भयो। डिभिजर भन्नुस् ल। अब के सोध्छ भने यो एफ(x) भन्ने अहिले कुनै पनि फंक्सनलाई x माइनस a ले डिभाइड गर्दा रिमाइन्डर कति हुन्छ भनेर सोध्छ है। x माइनस a ले f(x) लाई डिभाइड गर्दा रिमाइन्डर कति हुन्छ भनेर सोध्छ। यसको लागि चाहिँ यो 9-10 मा पढेको डिभिजन एउटा तरिका हो र अर्को तरिका चाहिँ बाइ रिमाइन्डर थ्योरम के भन्छ भने नि, रिमाइन्डर थ्योरमले चाहिँ यदि f(x) भन्ने पोलिनोमियललाई x माइनस a ले डिभाइड गरिन्छ भने यसको रिमाइन्डर चाहिँ के हुन जान्छ भने f(a) हुन जान्छ है, f(a) हुन जान्छ। त्यसैगरी सपोज अहिले मैले f(x) भन्ने पोलिनोमियललाई x प्लस p ले डिभाइड गरे भने है, यसले भाग गर्दा यसको रिमाइन्डर भनेको के हुन्छ भन्दा नि हेर्नुस् है, यसको रिमाइन्डर निकाल्न जानौ। यहाँ कसरी भएको थियो भने पहिला यसलाई 0 गर्ने, यसलाई 0 सँग इक्वेट गरौँ भने x को भ्यालु कति आउँछ, a आउँछ। यसलाई 0 सँग इक्वेट गर्दा x को भ्यालु a आउँछ। यो a लगेर गिभन फंक्सनमा पुट गर्ने बित्तिकै जति आउँछ त्यो चाहिँ हाम्रो रिमाइन्डर हो है। फेरि रिपिट गरे, जसले डिभाइड गरेको छ
त्यसलाई 0 सँग इक्वेट गर्दा एउटा x को भ्यालु आउँछ। अहिले यहाँ a आयो। यो x को भ्यालु a लगेर गिभन फंक्सन जसलाई डिभाइड गरेको हो त्यसमा लगेर पुट गर्नु भयो भने जति आउँछ त्यसलाई हामी f अफ a भन्छौं। त्यो चाहिँ हाम्रो रिमाइन्डर भयो। त्यसो हो भने यहाँ पनि सेम काम हो। यहाँ के गर्ने x प्लस p ले डिभाइड गरेको छ भने यसलाई 0 सँग इक्वेट गर्नु भयो भने x को भ्यालु कति आउँछ माइनस p आउँछ है। x को भ्यालु माइनस p आउँछ। x को भ्यालु माइनस p आयो भने रिमाइन्डर के हो भन्दा जहाँ जहाँ x छ x को ठाउँमा माइनस p हाल्ने। रिमाइन्डर चाहिँ कति हुन्छ है f अफ माइनस p हुन्छ है त। यहाँ x माइनस p ले डिभाइड गरेको थियो भने f अफ p हुन्थ्यो। अब x प्लस p ले डिभाइड गर्यो भने f अफ माइनस p हुन जान्छ है त। रिमाइन्डर थ्योरमले यो भन्छ। अब हामी त्यो ट्रेडिसनल वेमा डिभाइड गरेर बस्दैनौँ है, अलिकति टाइम पनि खान्छ, त्यो हुन्छ। र तपाईलाई यो डिभिडेन्ड लेख्नु पर्यो भने डिभिजर टाइम्स कोसेन्ट प्लस रिमाइन्डर हुन्छ है। अब यो कुरा भन्दा पनि हामीलाई यो थ्योरम चाहिँ चाहिने हो है त। यो थ्योरम चाहिन्छ। अहिले फर्दर एउटा स्लाइड पछि एक्जाम्पल छ त्यो हेरौँला। जस्ट जसले डिभाइड गरेको छ त्यसलाई 0 सँग इक्वेट गर्ने र x को भ्यालु चाहिँ लगेर गिभन फंक्सनमा हाल्दिने, त्यही चाहिँ हाम्रो रिमाइन्डर हुन्छ है। यो भनेको रिमाइन्डर थ्योरम भयो। अनि फ्याक्टर थ्योरमले के भन्छ भने अर्को एउटा छ फ्याक्टर थ्योरम। फ्याक्टर थ्योरमले चाहिँ के भन्छ भने कुनै पनि पोलिनोमियल, अहिले fx भन्ने पोलिनोमियल रहेछ, यदि यसको फ्याक्टर चाहिँ x माइनस a हो भने, यदि यो fx भन्ने पोलिनोमियलको फ्याक्टर चाहिँ x माइनस a हो भने यसको रिमाइन्डर चाहिँ 0 हुन्छ है। रिमाइन्डर चाहिँ 0 हुन्छ। अथवा के बुझ्ने भने नि फ्याक्टर भनेको चाहिँ नि के हो भन्दा नि तपाईको ठ्याक्कै भाग जाने भन्न खोजेको है त। ठ्याक्कै भाग जाने भनेको जस्तो फर एक्जाम्पल x स्क्वायर माइनस 5x प्लस 6 बराबरी 0 लाई यसलाई फ्याक्टराइज गर्यो भने एउटा x माइनस 2 एउटा x माइनस 3 आउँछ के है। भनेपछि यसको फ्याक्टर चाहिँ के भन्न पाउनुहुन्छ तपाईले भन्दा x माइनस 2 पनि होला अथवा x माइनस 3 पनि हुन्छ भन्न पाइयो। अब x माइनस 2 अथवा x माइनस 3 यहाँ के हुन्छ भने नि यो x माइनस 2 ले यसलाई भाग गर्नु भने ठ्याक्कै भाग जान्छ, अथवा x माइनस 3 ले यसलाई भाग गर्नु भयो भने ठ्याक्कै जान्छ है। ठ्याक्कै भाग जान्छ भने रिमाइन्डर हुँदैन। त्यही भएर यदि फ्याक्टर मेन्सन गर्यो भने त्यतिखेर रिमाइन्डर चाहिँ हुँदैन भन्ने कुरा बुझ्नु पर्यो है। यदि फ्याक्टर मेन्सन गर्यो भने रिमाइन्डर 0 हुन्छ भन्नु पर्यो। अब क्वेशन चाहिँ दुईटै रिमाइन्डर थ्योरम र फ्याक्टर थ्योरमको कम्बाइन टाइपमा क्वेशन हुन्छ। जस्तो फर एक्जाम्पल क्वेशन यहाँ छ है, द रिमाइन्डर व्हेन दिस इज डिवाइडेड बाइ x माइनस 2 इज भने अब यसमा चाहिँ तपाईलाई x माइनस 2 ले भाग गरेको छ 4x क्यूब प्लस 3x स्क्वायर माइनस 2x प्लस 7 लाई है। अब यसमा यहाँ फर्दर सल्भ गर्दा रिमाइन्डर कति आउँछ निकाल्नुहोस् भने हो। यसले रिमाइन्डर कति आउँछ निकाल्नुहोस् भने अब के भन्थ्यो अरे रिमाइन्डर थ्योरमले भन्दा x माइनस 2 ले कुनै पनि फंक्सनलाई डिभाइड गर्ने हो भने त्यसको रिमाइन्डर भनेको यसलाई 0 गर्ने, यसलाई 0 गर्दा जति आउँछ त्यो भ्यालु चाहिँ लगेर यहाँ राख्ने हो है। त्यही भएर मैले कसरी लेख्छु भन्दा fx लाई अहिले मैले लेख्दिएँ 4x क्यूब 3x स्क्वायर माइनस 2x प्लस 7 यो हाम्रो fx रहेछ है। र डिभाइड गरेको कसले भन्दा x माइनस 2 ले। यसलाई हामी 0 सँग इक्वेट गर्यौं भने x को भ्यालु कति आउँछ 2 आउँछ ठ्याक्कै है। त्यसो भने यसको रिमाइन्डर अब सजिलै भन्न सकिन्छ। रिमाइन्डर भनेको f अफ 2 है। के गर्ने जति आउँछ x को भ्यालु यहाँ x जहाँ x छ x को ठाउँमा 2 राख्ने। यो भनेको 4 इन्टु 2 क्यूब प्लस 3 टाइम्स 2 स्क्वायर माइनस 2 टाइम्स 2 प्लस 7। यो f अफ 2 को मिनिङ चाहिँ यो फंक्सनमा जहाँ जहाँ x छ x को ठाउँमा 2 राख्नुस् भनेको। यो गरियो भने 4 इन्टु 8 प्लस 3 टाइम्स 4 माइनस 4 प्लस 7 800 को 32 प्लस 4 त्यहाँ 12 यो दुईटा घटायो भने प्लस 3 32 मा 12 घटा जोड्दा 44 45 46 47 47 आउँछ जस्तो लाग्यो है।
3 2 5 2 7 अब यो तपाईले लास्ट डिजिट मात्रै खोज्दा पनि भयो 3 2 5 2 7 लास्टमा 7 भएको एन्सर भनेको हाम्रो अप्सन नम्बर बी मा छ है अप्सन नम्बर बी मा छ x - 2 ले डिभाइड गर्दा यो हुँदो रहेछ यही ठाउँमा तपाईलाई चाहिँ डिभाइडेड बाइ x + 1 भनेको थियो भने के गर्नुहुन्थ्यो x + 1 ले डिभाइड गरेको थियो भने के हुन्थ्यो रिमाइन्डर भनेको f अफ -1 हुन्थ्यो है f अफ -1 हुन्थ्यो यतिखेर कसरी हुन्थ्यो भने x + 1 लाई 0 सँग इक्वेट गर्ने भनेको छु यो गर्दा x को भ्यालु -1 आयो यो -1 लगेर फंक्सनमा हाल्ने हो भने यसरी जहाँ x छ x को ठाउँमा -1 हाल्ने त्यतिखेर चाहिँ हाम्रो रिमाइन्डर अलिक अर्कै केही आउँछ है त यस्तो कुराहरु सोध्या छ है गर्ने मेथड के रहेछ भन्ने कुरा बुझ्नुपर्यो अब हामी चाहिँ ट्रेडिसनल्ली मेथड वाइज जाँदा चाहिँ के गर्नु पर्थ्यो भने अब यहाँ x³ छ भनेपछि x³ छ अनि 4x³ छ भने यहाँ के हुन्छ 4x² ले चाहिँ यहाँ मल्टिप्लाई गर्थ्यो 4x² र यो दुईटा मल्टिप्लाई गर्दा यो 4x³ - 8x² यो घटाउने यसो गर्दा गर्दै यो तल पुछारसम्म जान्छ अनि अन्तिममा चाहिँ 47 आउँछ है त्यो चाहिँ गर्नु परेन जस्ट यो चाहिँ हामी गर्दैनौँ यो कुरा बुझ्नुहुन्छ भने अर्को एउटा फ्याक्टर थ्योरमको क्वेशन छ फ्याक्टर थ्योरम र रिमाइन्डर थ्योरम दुईटै एप्लाई हुन्छ x - 1 चाहिँ यो गिवन पोलिनोमियलको फ्याक्टर हो भने a को भ्यालु कति हुन्छ भनेर सोध्या छ है x - 1 is the factor of this then value of a अब हेर्नुस् है त तपाईले नोटिस गर्नु भएको थियो भने के भन्छ भने नि x - a is the factor of a polynomial fx if the remainder f of a equals to 0 भनेपछि यो स्टेटमेन्ट हामीलाई ठ्याक्कै दिएको छ है क्वेशनले यतिसम्म दिएको छ यदि यस्तो हुन्छ भने अथवा चाहिँ यो कतिखेर हुन्छ भने f of a को भ्यालु 0 हुँदा भनेको मिनिङ x लाई तपाईले x - a लाई 0 सँग इक्वेट गर्दा यहाँबाट x को भ्यालु a आउँथ्यो यो a लगेर गिवन फंक्सनमा हाल्दा रिमाइन्डर आउँथ्यो त्यो भ्यालु चाहिँ 0 हुनु पर्यो तब हामी x - a लाई फ्याक्टर भन्छौं है त्यसो भने यहाँ पनि के भन्न पाइयो भन्दा x - 1 is the factor of a polynomial this कतिखेर हुँदो रहेछ भन्दा f of 1 को भ्यालु चाहिँ 0 हुँदा है f of 1 भनेको रिमाइन्डर हो रिमाइन्डरको भ्यालु चाहिँ 0 छ भने रिमाइन्डर छैन भने x - 1 चाहिँ यसको फ्याक्टर हो भन्ने कुरा चाहिँ फ्याक्टर थ्योरमले भन्यो त्यसो भने तपाईले हेर्नुस् त f of 1 भनेको यहाँ जहाँ x छ x को ठाउँमा 1 राख्नुस् 1 को स्क्वायर प्लस 8 टाइम्स 1 प्लस 3 यसको भ्यालु 0 भयो यो भनेको 1 प्लस a प्लस 3 इक्वल्स टु 0 4 प्लस a को भ्यालु 0 हुन्छ यहाँबाट a चाहियो भने कति भन्नु पर्यो -4 भन्नु पर्यो है a को भ्यालु चाहिँ हामी यसरी -4 भन्छौं सर यसमा नि कम्पेयर गर्ने त x - 1 = 0 भनेर हो नि हैन हो कम्पेयर गर्ने त्यही हो जस्तो यसलाई चाहिँ तपाईले x - 1 लाई 0 सँग इक्वेट गर्नुभयो भने x को भ्यालु कति आउँछ 1 आउँछ नि त हैन यो 1 लगेर चाहिँ फंक्सनमा हाल्दिने हो के गिवन क्वेशनमा लगेर x को ठाउँमा 1 हाल्ने हो सर रिमाइन्डर भने नि फ्याक्टर भने नि दुवैमा हामीले कम्पेयर गर्ने त फंक्सन = 0 गरेरै हो हैन गिवन यो फ्याक्टर छ नि अथवा जसले डिभाइड गरेको छ नि यो चाहिँ मैले तपाईलाई सजिलोको लागि यसरी भने जसले डिभाइड गरेको छ त्यसलाई चाहिँ 0 सँग इक्वेट गर्दा x को भ्यालु आउँछ है त्यो x को भ्यालु लगेर फंक्सनमा राख्दा जति भ्यालु आउँछ त्यसलाई हामी रिमाइन्डर भन्छौं र त्यो फंक्सनमा राख्दा यदि रिमाइन्डर चाहिँ ठ्याक्कै 0 त्यो भ्यालु चाहिँ ठ्याक्कै 0 आइदियो भने रिमाइन्डर 0 आयो भने त्यो जसले डिभाइड गरेको थियो नि त्यो चीज चाहिँ हाम्रो फ्याक्टर हुँदो रहेछ भन्ने कुरा बुझ्नु पर्यो के त्यो चाहिँ हाम्रो फ्याक्टर हो भन्ने कुरा बुझ्ने हो
एकजनाले के भन्नुभएको छ मलाई, सर क्यान यु प्लिज सेयर म्याथ ओल्ड क्वेसन एन्ड क्वेसन मोडल इफ पोसिबल भन्दै हुनुहुन्छ। हुन्छ, मैले ओल्ड क्वेसन त टपिक वाइज क्वेसनहरू दिइराखेकै छु। अब मोडलको लागि पनि ठिक छ, मोडल पनि म्याथको मोडल बनाउँला है त। ओके, यो भयो। यो प्र्याक्टिस क्वेसन स्क्रिनसट लिनुहोस् अनि त्यसपछि हामी यसलाई यति गर्छौँ है।